आफ्नो सम्बन्धन अनि स्वागत के इन्ट्रोड्युस कसरी गर्नु इन्ट्रोड्युस होला 3 2 1 गो। नमस्कार सम्पूर्ण साथीहरूलाई, टक्स विथ विक्रमको पहिलो एपिसोडमा तपाईँहरू सम्पूर्णलाई म स्वागत गर्न चाहन्छु। आज हामी एउटा विशेष पोडकास्ट गर्न गइरहेका छौँ, जसमा हामीसँग आज एउटा विशेष अतिथि हुनुहुन्छ, जसले चाहिँ आफ्नो जीवनको 16 वर्ष एउटा सैनिक क्षेत्रमा लाउरेको रूपमा इन्डियन आर्मीमा काम गर्नुभयो र त्यसपछि अहिले हाल स्याङ्जाकै एकदमै उत्कृष्ट विद्यालयमध्ये एउटा विद्यालय सञ्चालन उहाँले गरिराख्नु भएको छ, जसमा चाहिँ उहाँ प्रिन्सिपलको रूपमा कार्यरत हुनुहुन्छ। हामीसँग आज समाज रूपान्तरणको लागि विशेष कुराकानी गर्न निमित्त हामीसँग हुनुहुन्छ मेघराज केसी, स्याङ्जा जिल्ला अर्जुन चौपारी चिल्ड्रेन्स एकाडेमीका प्रिन्सिपल। उहाँलाई हामी स्वागत गरौँ। सर नमस्कार। हजुर नमस्कार। आराम सन्चै हुनुहुन्छ? ठिक छ सर। कस्तो रह्यो आज चुनाव? आज तपाईँको चुनाव भइरहेको छ देशभरि, भोट गर्नुभयो होला तपाईँले, कस्तो रह्यो सर आज? राम्रै रह्यो, एकदम शान्तिपूर्ण चाहिँ माहौलमा भयो, त्यस्तो केही पनि समस्या भएन, लगभग एकदम शान्तिपूर्णै ढङ्गबाट चुनाव आज सम्पन्न भएको छ। हजुर, अनि हजुरलाई एकदमै स्वागत छ होइन। हजुरले खुलेर चाहिँ तपाईँसँग भएका अनुभवहरू, तपाईँले अहिलेसम्म गेन गर्नुभएको नलेज हामी हाम्रो दर्शकहरूमा पस्किनेछौँ विशेष कुराकानीहरू गरेर। आज हामी विशेष कुराकानी केमा गर्छौँ त भन्दाखेरि डिसिप्लिनको बारेमा कुरा गर्छौँ। किन भन्दाखेरि तपाईँले आफ्नो जीवनको 17 साल एकदमै, जुन चाहिँ तपाईँको जीवनको एकदमै प्रोडक्टिभ समय थियो, त्यो समय तपाईँले एउटा इन्डियन आर्मीमा सर्भ गर्नुभयो जुन तरिकाले, अनि त्यहाँबाट तपाईँले थुप्रो कुराहरू सिक्नु भएको छ। डिसिप्लिन भने के हो, डिसिप्लिनले के कस्ता भूमिका खेल्छ, एउटा जीवनलाई सफल बनाउनुको निमित्त डिसिप्लिनको के कस्तो आवश्यकता छ भन्ने कुरा तपाईँलाई राम्रोसँग नलेज छ र तपाईँले एउटा अहिले शैक्षिक क्षेत्रमा लागेर आफ्ना विद्यार्थीहरूलाई पनि त्यही अनुसार मार्गदर्शन गरिराख्नु भएको छ जुन तरिकाले। त्यसको लागि हामी एकदमै आभारी छौँ तपाईँप्रति। तपाईँको यो कामप्रति हामी तपाईँलाई एप्रिसिएट गर्न चाहन्छौँ। र मेरो पहिलो प्रश्न तपाईँले भन्दाखेरि यो विद्यार्थीलाई सफल हुनुको निमित्त कुन चाहिँ चिज बढी आवश्यक पर्छ होला सर? डिसिप्लिन, कन्सिस्टेन्सी, हार्डवर्क, यी मध्ये विशेष एक चिज चुज गर्नु पर्यो भने चाहिँ तपाईँले के भन्नुहुन्छ? मैले सबभन्दा पहिला त मैले आफ्नो परिचय दिन चाहन्छु र तपाईँले मेरो परिचय दिइसक्नुभयो। म चाहिँ मेघराज केसी, मेरो स्थायी ठेगाना अर्जुन चौपारी 2 मजुवा स्याङ्जा। हाल म अर्जुन चौपारी चिल्ड्रेन्स एकाडेमीको प्रिन्सिपल विगत 6 वर्षदेखि काम गरिरहेको छु। सबभन्दा पहिला आज हजुरले मलाई यो स्टुडियोमा बोलाएर आफ्नो 2-4 शब्द राख्ने मौका दिनुभयो, त्यसको लागि सरप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। र सरले पनि अलिकति भनिसक्नु, मेरो अलिकति पृष्ठभूमि सरले मलाई जोडिसक्नुभयो। सबभन्दा पहिला म चाहिँ भारतीय सेनामा झन्डै 17 वर्ष मैले चाहिँ काम गरेँ र त्यो गर्दै गर्दा र त्यो पछाडि अलिकति फेरि त्यही ड्युरेसनमा पनि अलिकति म यो शिक्षाप्रति अलिकति मेरो रुचि हुन त म पहिलेदेखि एउटा मेरो आफ्नो विद्यार्थी जीवनमै म अलिकति राम्रो विद्यार्थीमा थिएँ होइन। मैले राम्रो चाहिँ आफ्नो एउटा नतिजा दिन सकेको थिएँ र चाहिँ फेरि एउटा भारतीय सेनामा त्यस्तै आफ्नो पारिवारिक कारण भनौँ होइन, आफ्नो साथीहरूको लहैलाई भनौँ एउटा कुराले होइन, त्यसले गर्दाखेरि चाहिँ एउटा भारतीय सेनामा चाहिँ म जान पुगेँ। अनि त्यस पछाडि त्यहाँ गइसकेपछि मैले धेरै अनुभवहरू बटुल्न मैले पुगेँ। अहिले भन्न त भनिन्छ चाहिँ एउटा आर्मी भनेको एउटा डिसिप्लिन हो र हजुरको त्यो प्रश्न थियो एउटा डिसिप्लिन अथवा हार्डवर्क या कन्सिस्टेन्सी। मलाई लाग्छ एउटा डिसिप्लिनले मात्रै हुँदैन है, कुनै पनि एउटा सफलता प्राप्त गर्न डिसिप्लिन मात्रै हुँदैन, त्यसमा चाहिँ मेहनत पनि त्यत्तिकै चाहिन्छ र त्यसमा चाहिँ फेरि कन्सिस्टेन्सी पनि त्यस्तै चाहिन्छ। र मैले के भन्न चाहन्छु भने यदि साँच्चै नै हामीले सफलता प्राप्त गर्ने भने यो तिनै चिजको एउटा आवश्यकता छ। तिनै चिजलाई हामीले अँगालेर आत्मसात गरेर हामी अगाडि बढ्यो भनेपछि हामीलाई सफल हुनबाट कसैले पनि रोक्न सक्दैन। अनि तपाईँले लगभग 6 वर्षको समय एउटा प्रिन्सिपलको रूपमा कार्यरत हुनुहुन्छ अर्जुन चौपारी चिल्ड्रेन्स एकाडेमी, जुन चाहिँ स्याङ्जा जिल्लाको एकदमै नमुना विद्यालय, उत्कृष्ट विद्यालयमध्ये एउटा। अनि तपाईँले एउटा उत्कृष्ट नतिजा, विद्यार्थीहरूबाट उत्कृष्ट नतिजा निकाल्न पनि तपाईँले सफल हुनुभएको छ होइन। गएकै वर्षको कुरा गर्ने भनेपछि तपाईँको विद्यालयमा भएका विद्यार्थीहरूमध्ये 70% विद्यार्थीको A+ मा पुगेका थिए। त्यो भनेको एकदमै ठुलो उपलब्धि हो। अहिले शिक्षा क्षेत्रमा हेर्ने भनेपछि कस्तो छ सर भन्दाखेरि मैले धेरै ठाउँहरूमा यो अनुभव लिने मौका पाएँ, धेरै ठाउँहरूको शैक्षिक स्थिति कस्तो छ भनेर पनि देखेँ।
जुन तरिकाले तपाईँले एउटा विद्यालय सञ्चालन गर्नुभएको छ, तपाईँ हुन त तपाईँको ब्याकग्राउन्ड हेर्ने भने चाहिँ तपाईँ त आर्मी ब्याकग्राउन्डबाट आउनुभएको होइन, तपाईँको ब्याकग्राउन्डकै कुरा गर्ने भने चाहिँ शिक्षासँग त तपाईँको सम्बन्ध टाढा टाढासम्म थिएन। तैपनि तपाईँले त्यो 16 वा 17 वर्ष भारतीय सेनामा काम गरेर पुनः यो विद्यालय सञ्चालन गरेर यो विद्यालयको प्रिन्सिपल भइराख्दा यस्तो राम्रो नतिजा ल्याउन सफल चाहिँ कसरी हुनुभयो सर? सबभन्दा पहिला त मैले चाहिँ यसलाई कसरी लिन्छु भन्दा एउटा लिडरसिपमा होइन, म अलिकति आर्मीमा काम गरेको मान्छे, टिम वर्कमा म विश्वास गर्छु है। अब टिम वर्कमा कसरी भन्दा अहिले चाहिँ मलाई साँच्चै भन्नुपर्दा मेरो टिचरहरू हुनुहुन्छ होइन, त्यसरी उहाँहरूले यति सपोर्ट त्यो छ नम्बर 1 कुरा है, एकदम चाहिँ मैले भनेको कुराहरूलाई उहाँले चाहिँ सहज रूपमा लिनुहुन्छ। मलाई यति सजिलो भएको छ कि उहाँहरूसँग डिलिङ गर्दाखेरि मलाई एकदम सजिलो भएको छ। उहाँले मलाई धेरै कोअपरेसन दिनुभएको छ है, कोअपरेट गर्नुभएको छ। अनि त्यसै गरी अर्को चाहिँ हुन्छ तपाईँको एउटा विद्यालय व्यवस्थापन समिति प्लस सेयर सदस्यहरू, उहाँहरूको पनि एउटा त्यस्तै खालको चाहिँ सपोर्ट हुनुपर्छ। यदि मैले कुनै कुरा लागू गर्दै गर्दा त्यसमा फेरि त्यहाँबाट एउटा विद्यालय व्यवस्थापन समितिबाट पनि अलिकति त्यस्तै खालको चाहिँ आउने भने पक्कै पनि म अगाडि बढ्न सक्दिनँ। अनि एउटा विद्यालय व्यवस्थापन समिति भनौँ, एउटा सेयर सदस्य म्यानेजमेन्टको एउटा पार्ट हुनुहुन्छ। त्यसै गरी एउटा चाहिँ एउटा शिक्षक प्लस अभिभावक है, तपाईँको त्यसमा दुईवटाको एउटा साथ हुनुपर्छ। र तेस्रो कुरा भनेको त सबभन्दा इम्पोर्टेन्ट भनेको त विद्यार्थी हो होइन। जब विद्यार्थीले नै त्यो स्वयंको रूपमा चाहिँ लिन सक्नुभयो भने त त्यसमा चाहिँ हामी अगाडि बढ्नलाई कसैले पनि रोक्दैन होइन। तसर्थ मैले अहिले यो हाम्रो शैक्षिक उसलाई हेर्दाखेरि एउटा म्यानेजमेन्ट पार्ट हेर्दछु। अब एउटा विद्यालय व्यवस्थापन समिति छ, अर्को बाटो भनेको चाहिँ एज अ गाइडेन्सको रूपमा हामीले टिचरको रूपमा होइन, मोटिभेटरको रूपमा हामीले चाहिँ शिक्षकलाई र हामीले चाहिँ अभिभावकलाई लिन सक्छौँ। र नेक्स्टमा हामीले चाहिँ विद्यार्थी स्वयं, यो तिनै बाटो एउटा चाहिँ भयो भने, मजबुत भयो भने, र त्यसलाई डिलिङ गर्दा साँच्चै नै म आफूलाई भाग्यमानी पनि सम्झन्छु। किन भन्दा मेरो विद्यार्थीहरू पनि त्यस्तै भनेका कुराहरूलाई चाहिँ अलिक त्यस्तै अनुसरण गर्नुभएको छ होइन। अनि त्यस्तै गरी टिचरहरूले पनि मलाई त्यस्तै साथ मलाई मिलिरहेको छ, मेरो अभिभावकबाट पनि त्यस्तै चाहिँ मलाई साथ मिलिरहेको छ। र अब बाँकी म्यानेजमेन्ट कमिटी त कुरै नगरौँ, म पनि त्यही क्षेत्रमा भएको कारणले गर्दाखेरि मलाई अगाडि बढ्न धेरै सजिलो भएको छ। त्यसले गर्दा पनि होला। एकदम सर, तपाईँको कुरा एकदमै जायज कुरा हो, एकदमै राम्रो कुरा गर्नुभयो। किन भन्दाखेरि मलाई पनि के लाग्छ भन्दाखेरि एक्लो व्यक्तिले के गर्न सक्ला त? हामीलाई कुनै पनि चिज राम्रो फस्टाउने कुनै पनि चिज गर्नु छ भनेपछि सामान्य किसानी गर्ने हो भनेपछि पनि म एक्लै हलो जोत्ने मै, बिउ छर्ने मै म गर्न सक्दैन। एउटा समूहले मिलेर अगाडि बढ्ने हो भनेपछि हामी धेरै अगाडि बढ्न सक्छौँ। म एक्लै कहाँसम्म पुग्न सकौँला न, तर मेरो पछाडि चाहिँ मलाई सपोर्ट गर्ने, मलाई पुस गर्ने व्यक्तिहरूको साथ छ मसँग भनेपछि म धेरै अगाडि बढ्छु। त्यो कुरा एकदमै सही कुरा गर्नुभयो। र अहिले जति पनि यो विद्यालय सञ्चालन गरिरहेको धेरै विद्यालयहरू सञ्चालनमा आएका छन् होइन, जति पनि विद्यालय सञ्चालन गर्दै हुनुहुन्छ अथवा तपाईँ यदि विद्यार्थी हुनुहुन्छ भने चाहिँ तपाईँले यो कुरा सिक्न एकदमै आवश्यक छ कि एक्लो तपाईँले केही पनि गर्न सक्नु हुँदैन। तपाईँले कुनै पनि चिज हासिल गर्नको लागि तपाईँलाई तपाईँको साथीको सहयोग हुनसक्छ, तपाईँको टिमको सहयोग हुनसक्छ, तपाईँको परिवारको सहयोग हुनसक्छ। यो सबै सहयोगको एकदमै आवश्यक छ। एक्लो व्यक्तिले म यदि एक्लै छु भनेपछि मसँग जतिसुकै क्यापाबिलिटी होस् न, म त्यति अगाडि पुग्न सक्दैन जति चाहिँ मैले पुग्नुपर्ने हो। तर म त्यति क्यापेबल छैन भनेपछि पनि मसँग ब्याकग्राउन्ड राम्रो सपोर्ट छ कसैको भनेपछि म चाहिँ धेरै अगाडि बढ्न सक्छु। यो टाइपको कुरा सरले गर्नुभयो होइन, यो एकदमै मोटिभेट हुनुपर्ने कुरा पनि हो र मान्छेलाई यो कुरा जानकारी पनि हुनुपर्छ। यो 6 वर्ष तपाईँले शिक्षा क्षेत्रलाई म जोड्न चाहेँ सर, विशेष गरी किन भन्दाखेरि अहिले हामी शिक्षा क्षेत्रमा लागिरहेका छौँ, विभिन्न कुराहरू सिकिरहेका छौँ, सिकाइरहेका छौँ होइन। यो 6 वर्षको अन्तरालमा तपाईँले विद्यार्थीहरू जुन अहिले किशोर अवस्थामा भएका विद्यार्थीहरू छन्, हामीसँग बाल्य अवस्थामा भएका विद्यार्थीहरू छन् होइन, यो 6 वर्षको अन्तरालमा तपाईँले विद्यार्थीहरूमा पहिलाका विद्यार्थीहरू र अहिलेको विद्यार्थीहरूमा के तपाईँले फरक महसुस गर्नुभएको छ? धेरै फरक गरेको छु मैले। सबभन्दा पहिलाको वर्ष चाहिँ हामी पनि एउटा विद्यार्थी जीवनबाटै पार गरेर आएको हो नि त। हजुर। अब म आफूलाई लाग्छ कि म आफूले त्यति बेलाको त्यो अब 2054 सालको एसएलसीहरू छ, म 2054 सालको एसएलसी, त्यति बेला म एउटा राम्रै विद्यार्थीमा गनिन्थेँ। र त्यति बेलाको मैले त्यो मेरो त्यति बेलाको माइन्ड र अहिलेको 10 क्लासमा पढ्ने विद्यार्थीको माइन्ड मैले धेरै फरक पाउँछु कि अहिले विद्यार्थी अलिक समय भनेको टेक्नोलोजीको छ, यति एडभान्स भइसके विद्यार्थीहरू टेक्नोलोजीमा कतिपय कुराहरू हामी जस्तो अभिभावकलाई पनि थाहा नहुन सक्छ, हामी जस्तो टिचरलाई थाहा नहुन सक्छ कि अहिले विद्यार्थीहरू यो टेक्नोलोजीमा हुन त अब भनिन्छ चाहिँ विद्यार्थीहरू अहिले धेरै मोबाइलमा लत लागेर अगाडि बढ्न सकेका छैनन् भनेर चाहिँ भनिन्छ होला। त्यसको कुनै कुनै ठाउँमा आफ्नो कमजोरीपना पनि होला।
तर चाहिँ साँच्चै भन्नुपर्दा उनीहरूलाई चाहिँ यति बाहिरी नलेजहरू यति छ कि आफूले हामी पहिलाको चाहिँ के थियो भन्दा टु द स्ट्रेट फरवर्ड हाम्रो एउटा बोकिस नलेज होइन चाहिँ त्यो हामीलाई किताबको ज्ञान बाहेक हामीलाई चाहिँ धेरै नलेज थाहा हुने थिएन। तर अहिलेको विद्यार्थीलाई किताबको ज्ञान मात्रै होइन कि तपाईँलाई उनीहरूसँग एकदम यति आउटर नलेज छ, ब्रड नलेज छ, सायद त्यो टेक्नोलोजीको कारणले पनि हुनसक्छ कि सर। टेक्नोलोजीको एकदमै यो अहिलेको बच्चाहरू जुन तरिकाले ग्रो भइरहेको छ, हामीले जुन कुरा 16 वर्षमा गएर सिक्यौँ अहिलेको बच्चा 9 वर्षमा 10 वर्षमा सिकिरहेको छ, यो टेक्नोलोजीको प्रभाव हो। अनि मलाई चाहिँ के लाग्छ भन्दाखेरि यो टेक्नोलोजी चाहिँ विद्यार्थीले प्रयोग गरेन भनेपछि विद्यार्थी पछि पर्छ। तर कसरी चाहिँ प्रयोग गर्ने त? टेक्नोलोजी पनि विभिन्न तरिकाले प्रयोग हुन्छ। जस्तै मसँग मोबाइल छ भनेपछि त्यो मोबाइल फोन मैले के को लागि प्रयोग गरिरहेको छु? एउटा टेक्नोलोजीसँग मेरो पहुँच त भयो होइन, तर त्यो म के को लागि प्रयोग गर्छु त होइन? यदि मैले राम्रो चिजको लागि प्रयोग गरिरहेको छु, ज्ञान आर्जन गर्नुको लागि, त्यही मैले टेक्नोलोजीको राम्रो प्रयोग गर्न जाने भनेपछि मैले कुनै युनिभर्सिटी जान आवश्यकै छैन, कुनै डिग्री हासिल गर्न अहिले आवश्यकै छैन। म राम्रोसँग टेक्नोलोजी प्रयोग गर्न सक्छु भनेपछि मैले मेरो करियर आफै बन्छ होइन। तर अहिले चाहिँ म के देखिरहेको छु भन्दाखेरि विद्यार्थीहरू टेक्नोलोजीमा हामीभन्दा, अनि एउटा कुरा मलाई के लाग्छ भन्दाखेरि जसरी हामीले कुरा गऱ्यौँ कि विद्यार्थीहरू अहिले टेक्नोलोजीको कारणले एकदमै एडभान्स भइसके होइन। अनि 45 मिनटको समय एउटा शिक्षक त्यो एडभान्स विद्यार्थीसँग चाहिँ उसले इन्टरेक्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि मलाई के लाग्छ भन्दाखेरि विद्यार्थी मात्रै टेक्नोलोजीको लिए अगाडि बढ्ने होइन कि एउटा शिक्षकले पनि टेक्नोलोजीको राम्रो प्रयोग गरेर उसले चाहिँ आफ्नो प्रस्तुति त्यही अनुसार विद्यार्थीसँग कम्युनिकेट गर्न सक्यो भनेपछि विद्यार्थी इन्गेज हुन्छ। अहिलेको विद्यार्थीहरू हेर्नु सर, अहिलेको विद्यार्थी मात्र होइन, इभन तपाईँ हामीले कुरा गरौँ, हामी पहिला कुनै समय 2 घन्टाको फिल्म नन स्टप हामी ब्रेक सहित हेर्न सक्थ्यौँ भनेपछि अहिले हामी 2-3-10 सेकेन्डको रिल पनि हामी कम्प्लिट हेर्न सक्दैनौँ, हामी स्क्रोल गरिरहेको छौँ। मतलब हामी के छ भन्दाखेरि हामीसँग धेरै अप्सनहरू छ अहिले। अनि अहिले एउटा शिक्षक के भन्दाखेरि हामीसँग धेरै शिक्षक साथीहरू पनि जोडिनु भएको छ। शिक्षक यदि तपाईँ सफल शिक्षक हुनुहुन्छ भने चाहिँ अहिले तपाईँ कति ज्ञान, तपाईँ कति के अरे पढ्नु भएको छ त्यो आवश्यक होइन, तपाईँसँग चाहिँ कतिको इन्टरेक्ट गर्ने। अहिले टिचरले विद्यार्थीलाई पढाउने होइन, टिचरले विद्यार्थीलाई पढ्ने कसरी हो त्यो सिकाउने हो। पढ्ने त विद्यार्थी हो, टिचरले चाहिँ पढ्न सिकाउने हो। कसरी पढ्ने त, कुन कुराहरूलाई चाहिँ कसरी प्रयोग गर्ने, नोट्सहरू कसरी प्रिपेयर गर्ने, यी कुराहरू सिकाउने हो। म जति ज्ञानी भए पनि मसँग जति ज्ञान छ होइन, ज्ञानको भण्डार हो, तर क्लासरुममा मैले इन्टरेक्ट गर्न सकिनँ भनेपछि त्यो ज्ञान म भित्र रह्यो, मसँग त्यो बाँड्नै सकिनँ मैले। अनि शिक्षक भनेको कस्तो लाग्छ मलाई भन्दाखेरि ज्ञान बाँड्ने व्यक्ति हो होइन। ज्ञान बाँड्दाखेरि कस्तो हुनु पऱ्यो, म एकहोरो मेरो तर्फबाट त गइरहेको छ, तर उता पुग्यो कि पुगेन त? पुग्नुपर्ने ठाउँमा हामीले पुगाउनको लागि विद्यार्थीभन्दा 2 कदम हामीले अगाडि हुनुपर्छ जस्तो मलाई लाग्छ। पक्का स्योर, त्यो त हुनैपर्छ। त्यो म चाहिँ तपाईँलाई यसलाई थोरै सन्दर्भ जोड्न चाहेँ। म चाहिँ एज अ प्रिन्सिपल हुँदै गर्दा त्यति बेला कोभिडको समय थियो हेर्नुहोस्। र त्यो कोभिड समयमा चाहिँ अब हाम्रो अर्जुन चौपारी भनेको त झन्डै ग्रामीण एरियाको होइन, र अलिकति त्यति बेला चाहिँ अब अनलाइन क्लासहरू चलाउनु पर्ने भन्ने खालको थियो माहौल थियो। पहिला त टोलमा गएर अनि यस्तो चाहिँ अलिकति विद्यार्थीलाई इङ्गेज गर्ने तरिका थियो। र यसो त्यस पछाडि हामीले फेरि मैले यहाँ आइसके पछाडि अनि मैले थोरै अनुभव गरेँ, यसो चाहिँ मैले बाहिर अध्ययन गरेँ र यसो बुझेँ पनि। त्यो गर्दै गर्दा धेरै ठाउँमा चाहिँ अनलाइन क्लासहरू चाहिँ सुरु भइसकेका होइन, त्यो रूपमा पाएँ। र मैले त्यो गर्दै गर्दा सुरुमा चाहिँ मैले 7 to 10 सम्म त्यो अनलाइन कक्षाको रूपमा मैले चाहिँ सुरुवात गरेँ। र साँच्चै नै मैले त्यो सुरुवातको त्यो 3 महिनालाई हेर्दाखेरि मैले एकदम सफलता मैले आफूलाई चाहिँ भएको महसुस गरेँ। अनि त्यस पछाडि कोभिड अझै चर्किँदै गयो। अनि त्यसपछि त टोटल स्कुलहरू बन्द हुने भयो। अनि त्यस पछाडि त अब विद्यार्थीले यसै छोडेर त भएन, अब टोलमा गएर चाहिँ गर्न सक्ने अवस्था पनि थिएन। र फेरि मैले निर्णय लिएँ कि अब चाहिँ अब केही न केही हामीले फेरि अनलाइनमै दिनुपर्छ भनेर फेरि मैले चाहिँ जोड गरेँ। र त्यति बेला मेरै शिक्षकहरूले पहिला भन्नुभयो, सर यो सम्भव छैन, कहाँबाट हामीसँग मोबाइल छैन, ल्यापटप छैन भनेर उहाँले विभिन्न कुराहरू चाहिँ गर्नुभयो। अनि मैले पनि सम्भव छ भने मैले किन जब मानिसलाई चाहिँ आवश्यकता परे पछाडि त्यही अनुसारले चाहिँ हामीले चाहिँ अगाडि बढिन्छ कि। र सबै टिचरहरूलाई मैले बोलाएँ र एउटा सानो मिटिङ गरेर हामीले यसरी गर्न सकिन्छ भनेर मैले अलिअलि हिन्ट्सहरू दिइसके पछाडि जसलाई तपाईँलाई चाहिँ अब तपाईँले जान्नु भएको छ, अब एक दिन अलिकति ओरिएन्टेसन क्लास गरियो। र जसलाई मोबाइलबाट घरमा तपाईँ आफ्नो व्यक्तिगत ल्यापटप होला होइन, कम्प्युटर छ भने तपाईँले त्यहाँबाट गर्नुहोस्, कसैको मोबाइल राम्रो छ भने त्यहाँबाट गर्नुहोस्, नभएदेखि हामी स्कुलमै केही न केही गर्न सक्छौँ भनेर फेरि त्यहाँ गर्दै गयो। र सबभन्दा मलाई एउटा पोजिटिभ पोइन्ट के भयो भने
तपाईँको चाहिँ हाम्रो विद्यालयमा त कम्प्युटर क्लासहरू हुन्छ 10 कक्षासम्म हामीसँग प्रशस्त मात्रामा होइन चाहिँ हाम्रो कम्प्युटरको थियो ल्याबमा र मैले त्यति बेला चाहिँ अलिक दिमागमा त्यही आइहाल्यो अनि मैले चाहिँ त्यो कम्प्युटर ल्याबमा भएका कम्प्युटरलाई प्रत्येक क्लासमा मैले चाहिँ लगाइदिएँ भनेको सेकेन्ड फ्लोर विद्यालयको सेकेन्ड फ्लोरमा त्यो लगाएँ होइन र अलिकति हाम्रो त्यो इन्टरनेटको पावरलाई पनि मैले चाहिँ इन्क्रिज गरेँ र चाहिँ त्यस पछाडि उहाँबाट एउटा पोखराबाट हेडसेट र चाहिँ मैले त्यो माइक त्यो लिएर आएँ मैले आइसकेपछि प्रत्येकमा मैले जोड दिएँ होइन त्यो जोडिदिइसके पछाडि अनि लगाउनुहोस् जसलाई समस्या छ भने तपाईँ स्कुलमा आउनुहोस् 10 to 4 तपाईँले पढाउनुहोस् र छैन तपाईँले चाहिँ घरबाटै गर्नु जसलाई समस्या छ भने विद्यालयमा आउनुहोस् यदि तपाईँसँग आफ्नोसँग साधन भनौँ न मोबाइलको अथवा ल्यापटपको कमी छ भने तपाईँले विद्यालयमा आउनुहोस् भने पछाडि यति राम्रोसँग चाहिँ मैले युकेजीबाटै सुरु गरेका थिएँ कि युकेजीदेखि कक्षा 10 सम्मै गरेका थिएँ तर चाहिँ युकेजीका विद्यार्थीहरू धेरै जोडिनु भएन तर क्लास 1 देखि लिएर क्लास 10 सम्मका विद्यार्थीहरू पर्फेक्टली हेर्नुहोस् है मैले सिफ्ट 5 गरेका थिएँ एउटा मर्निङ सिफ्ट एउटा डे सिफ्ट एउटा इभिनिङ सिफ्ट त्यो तिनीहरू सिफ्टलाई होइन मैले चाहिँ त्यहाँबाट एकदम राम्रो तरिका यति राम्रोसँग भयो र त्यति बेला होइन धेरै विद्यालयहरूलाई कति मर्कामा पऱ्यो कति विद्यार्थीहरू छोडेर अरू चाहिँ सरकारीतिर गएको अवस्था थियो बन्दैन अवस्था भएका थिए र त्यति बेला शिक्षकलाई दिन सक्ने अवस्था पनि थिएन तर साँच्चै भन्नुपर्दा मैले हाम्रो अर्जुन चौपारीमा त मैले चाहिँ अरू उहाँ कसैले पनि गर्न सक्नु भएन होइन तर पनि हुनसक्छ सायद जहाँसम्म लाग्छ सेन्ट जममा पनि त्यति राम्रो इफेक्टिभ तरिकाले कसैले गर्न सक्नु जस्तो लागेन मलाई तर मैले विद्यार्थीहरूलाई त्यही तरिकाले सबैलाई मैले भनौँ न त्यो तरिकाले क्लास लिन पनि सफल भयो होइन अनि त्यसै गरी विद्यार्थीहरू अझै फेरि क्लास लिइसकेपछि यदि शिक्षक इङ्गेज भएको छ भने त फेरि उहाँलाई पनि दिनै पर्यो पारिश्रमिक दिनै पर्यो र हामीले विद्यार्थीहरूबाट त्यही तरिकाले हामीले चाहिँ लियौँ र शिक्षकलाई पनि हामीले त्यही तरिकाले दियौँ र त्यहाँ हामीलाई कुनै पनि एउटा समस्या भएन कि अब त्यो कोभिडको त्यस्तो समयमा पनि हामीले एउटा विद्यार्थी पनि माइनस हुन दिएनौँ कि अझै हामीले चाहिँ अझ केही नभए नि मेरो त्यो समयमा पनि लगभग 30-40 विद्यार्थी त एडै भएको चाहिँ भने पछाडि म आफूलाई त्यति बेला आफूलाई एउटा चाहिँ कस्तो भन्नु त्यस्तो समयमा पनि हामीले चाहिँ एउटा विद्यालयलाई उ गर्न सकियो भन्ने चाहिँ मैले मानेको छु यो तपाईँको जुन कुरा गर्नुभयो यसलाई म जोड्छु कोसँग त भन्दाखेरि केसँग जोड्न चाहे मैले भन्दाखेरि लिडरसिपसँग तपाईँसँग एउटा राम्रो लिडरसिप गर्ने क्षमता थियो र तपाईँले चाहिँ त्यसरी सञ्चालन गर्न सक्नुभयो कतिपय व्यक्तिहरूसँग त उनीहरू लिड त गर्न खोज्छन् तर लिडरसिप गर्ने क्यापासिटी नै हुँदैन जसले गर्दा चाहिँ उनीहरू कोल्याप्स हुन पुग्छन् तपाईँले आफ्नो बुद्धि विवेक प्रयोग गरेर राम्रोसँग लिडरसिप क्वालिटी तपाईँले गरेर कहीँबाट सिकेर आइसकेर गर्नुभएको हुनाले चाहिँ तपाईँले यो सफलता हासिल गर्न तपाईँलाई सहयोग भयो होइन त्यसको लागि हामी तपाईँलाई एकदमै कङ्ग्रेचुलेट गर्न चाहन्छु होइन एकदम तपाईँ यसरी नै अझ अब आउँदो दिनहरू तपाईँका उत्कृष्ट फस्टाउँदै जाउँ तपाईँले चाहेका कुराहरू तपाईँले जुन एउटा गोल लग्नु भएको छ म जहिले पनि तपाईँसँग कुरा गर्दाखेरि तपाईँले के कुरा गर्नुहुन्छ त भन्दाखेरि होइन कुनै पनि विद्यार्थी चाहिँ पछाडि नपरोस् एउटा क्लासमा 20 जना विद्यार्थी 30 जना विद्यार्थी छ भनेपछि एकजना विद्यार्थी पनि पछाडि नपरोस् सबैको चाहिँ अलराउन्ड डेभलपमेन्ट होस् भन्ने टाइपको तपाईँको मेन्टालिटी हुन्छ किन भन्दाखेरि लगभग 1 वर्षको अन्तराल त तपाईँसँग 1-2 वर्षको लगभग 2 वर्ष हुँदाखेरि हाम्रो 2 वर्षको अन्तरालमा मैले तपाईँलाई निहाल्दाखेरि मैले के भेट्छु भन्दाखेरि होइन इभन तपाईँको विद्यालयमा तपाईँको आफ्नै भाइहरू छन् भतिजहरू छन् छोरा छन् छोरी छन् होइन तर तपाईँले चाहिँ जुन बिहेभियर देखाउनुहुन्छ कि प्रत्येक चाहिँ मेरा छोराछोरी हो जुन मेरो छोराछोरीले पाउनुपर्ने कुरा जे छ विद्यालयबाट त्यो सबैका छोराछोरीले पाउनुपर्छ भनेर जुन तपाईँले बराबर रूपमा चाहिँ विद्यार्थीलाई जुन ट्रिट गर्नुभएको छ नि होइन त्यसले गर्दा पनि सायद तपाईँ यो सफलता हासिल गर्न सफल हुनुभयो होइन त्यसको लागि यसरी नै अगाडि बढ्नुहोस् होइन किन भन्दाखेरि तपाईँ मैले के देख्छु भन्दाखेरि होइन एउटा लिडरसिप जसले राम्रोसँग गर्छ नि होइन उसँग सबै मान्छेहरू सन्तुष्ट हुन्छन् अनि मैले विचार गर्छु यत्रो समय बिताउँदा मैले अहिलेसम्म कसैको मुखबाट हुन्छ नि त मान्छेहरूको ब्याक बाइटिङको ह्याबिट हुन्छ होइन अब अहिले म यहाँ बसिरहेको छु मेरो बारेमा अनेक चर्चाहरू चलिरहेको होला बजारमा होइन कुनै ठाउँमा कुरा भइरहेको होला कहीँ राम्रा कुराहरू भइरहेको होला कसैले मेरो बारेमा राम्रो कुराहरू सुन्छ होला कसैले नराम्रो कुराहरू सुन्छ होला होइन अनि हामी पनि सुन्छौँ कसैको बारेमा राम्रो भनेको पनि सुन्छौँ कसैको बारेमा नराम्रो भनेको पनि सुन्छौँ हामी होइन तर मैले यो 2 वर्षको अन्तरालमा कुनै पनि मान्छेको मुखबाट चाहिँ कुनै पनि सहकर्मी साथीहरूको मुखबाट चाहिँ नेक्स्ट यस्तो यो भएन यो मान्छेले गर्न सकेन यो यस्तो भन्ने कुरा मैले सुन्नै सकिनँ सुन्न पाइनँ अनि भोलिको दिनमा पनि सुन्न नपाइयोस् होइन त्यो म उ गर्छु होइन अनि यो किन भन्दाखेरि तपाईँ जुन यो
अर्काको खुट्टामा उभिएर हेर्न सक्नुपर्छ भन्छ कि। अनि तपाईँको एउटा यो बानी मलाई के लाग्छ भन्दाखेरि तपाईँले आफ्नो तर्फबाट मात्रै होइन कि मैले लगेका डिसिजनहरू उसलाई चाहिँ कस्तो फरक पर्छ त भनेर अर्काको जुत्तामा टेकेर जुन तपाईँले हेर्नुहुन्छ नि, जुन तपाईँको हेरेर नजरिया छ नि होइन, त्यो म एकदम त्यो कपी गर्न खोज्छु तपाईँबाट होइन, म पनि ट्राई गर्न खोज्छु होइन, तर ट्राई गर्न खोज्छु तर गर्न चाहिँ सक्दैन सर फेरि। किनभनेपछि कतिपय कुराहरू कस्ता हुँदो रहेछ भन्दाखेरि होइन, त्यो इगो आउँदो रहेछ बिचमा। यो इगो भन्ने चिज मान्छेमा हुँदो रहेछ, अलिकति त हुनु पनि पर्छ होइन। तर यो कहिलेकाहीँ के हुँदो रहेछ भन्दाखेरि कुनै पनि डिसिजन गर्दाखेरि हाम्रो इगो हामीमाथि यति हाबी हुन्छ कि मैले लगेको डिसिजनले अरू मान्छेमा के प्रभाव पर्छ भनेर म सोच्दिनँ कि होइन। त्यस्तो सोच भयो भने चाहिँ हामीलाई के हुन्छ भन्दाखेरि हामी अगाडि बढ्न सक्दैनौँ, मान्छेहरूसँग हाम्रो त्यो लेभलको ऊ पनि हुँदैन, कनेक्सन पनि बन्न पाउँदैन कि। तर तपाईँको राम्रो कनेक्सन बनिरहेको छ मान्छेसँग भन्नुको मतलब तपाईँले इमोसनल्ली साइकोलोजिकल्ली मान्छेलाई अन्डरस्ट्यान्ड गर्नुभएको छ, त्यही भएर तपाईँको बोन्डिङ बनिरहेको छ कि। अहिले म जति राम्रो हुन होइन, मेरो सोच जति राम्रो होस् होइन, तर मेरो इगोमा माथि हाबी भयो होइन, कुनै अरू मान्छेको भावनाहरू मैले बुझ्न सकिरहेको छैन भनेपछि म जति राम्रो भयो भनेपछि पनि उसँग कनेक्ट हुन सक्दैन, उसले मलाई राम्रो भन्दैन, मेरो मनमा पाएको छैन, मेरो दिमागमा पनि उसको बारेमा नराम्रो म सोचिरहेको छैन। तर मैले गरेका डिसिजनहरू, मैले गरेका कुराहरूले उसलाई कस्तो प्रभाव पर्छ भन्ने एउटा कुरा सोचिनँ भनेपछि त्यो मेरो सोच जति राम्रो भए पनि मैले चाहिँ इन्टरेक्ट गर्न नसक्छु। डिसिजन सम्बन्धीमा थोरै मैले जोड्न चाहेँ। अब तपाईँ कहिलेकाहीँ डिसिजन अब केही कुरा छैन, डिसिजन लिन्छ होइन, अनि त्यसपछि डिसिजन लिँदै गर्दा अब मेरो अनुभव है सर, मैले कसरी लिन्छु भन्दा जस्तै एउटा डिसिजन सबभन्दा पहिला त एउटा लिडर भइसकेपछि डिसिजन लिने उहाँले हो होइन, उहाँले लिने हो होइन। त्यहाँ लिइसके पछाडि अनि त्यसपछि त्यो डिसिजन लिँदै गर्दा अनि त्यसले कतिको प्रभाव पर्छ उहाँहरूको चाहिँ सबभन्दा मैले के मान्छु भने एउटा शिक्षक एउटा चाहिँ खुसी हुनुपर्छ भन्ने मान्यता राख्छु। यदि शिक्षक खुसी भयो भने त्यही अनुसार डेलिभरी दिन राम्रो दिन सक्छ भन्ने एउटा मान्यता हो। र त्यही तरिकाले विद्यार्थी प्लस अभिभावक पनि त्यस्तै तरिकाले खुसी हुनुपर्छ भन्ने खालको, खुसी हुनुपर्छ भन्ने खालको म त एउटा चिन्तन गर्छु। अब त्यो डिसिजन एउटा हामीले लिइन्छ, त्यो डिसिजन लिइसके पछाडि अनि एकचोटि मैले चाहिँ त्यो डिसिजन मैले त्यो मासको अगाडि पनि छोड्छु होइन। त्यो गर्दै गर्दा अनि त्यसले गर्दा प्रभाव कतिको पर्छ उसमा चाहिँ पोजिटिभ चाहिँ आएको छ कि अलिकति त्यसबाट चाहिँ या त कोही डिसिजनमा थोरै चेन्ज गर्नुपर्ने आवश्यकता छ कि होइन। कतिपय कुराहरू एउटा डिसिजन आफूले लिइसकेपछि 100% डिसिजन हुनसक्छ, सबै हरेक कुरामा म चाहिँ नहुन पनि सक्छु र त्यो डिसिजन लिइसके पछाडि त्यसले हामीलाई चाहिँ हाम्रो मासको अगाडि छोडिदिने अनि त्यहाँ लिइसकेपछि उहाँबाट त्यसले त्यो गर्दै गर्दा अनि उहाँबाट पनि केही न केही क्लुहरू चाहिँ भेटिन्छ। म्याथमेटिक्ससँग जोड्ने हो भनेपछि म्याथमेटिक्समा म के भन्छु भन्दाखेरि तपाईँले भनेको कुरा ठ्याक्कै म्याथमेटिक्स टर्ममा भन्नुपर्दाखेरि औसत हामी जुन मेन क्यालकुलेट गर्छौँ नि, हामीले कुनै पनि कुरा डेलिभर गर्ने यस्तो छ है भनेर भन्ने त्यहाँबाट औसतले चाहिँ त्यसलाई समर्थन गरिरहेछ भन्नुको मतलब त्यो सही छ। कुनै पनि कुरा 100% तपाईँको एक्सेप्टेन्स नहुन सक्छ 100% मान्छेलाई सेटिस्फाई गर्न पनि सकिँदैन, गाह्रो, त्यो गाह्रो, एकदम गाह्रो विषय। त्यही भएर यो चाहिँ कसरी जानु पर्दो रहेछ भन्दाखेरि औसत व्यक्तिहरू चाहिँ सन्तुष्ट छन् कि छैनन् लेभलबाट, औसत व्यक्तिहरूलाई चाहिँ यस कुरा राम्रो असर पर्छ कि पर्दैन भनेर मेन क्यालकुलेट गऱ्यौँ हामीले भनेपछि यो हामीले लगेको डिसिजनहरू डिसिजन मेकिङमा अझै अझ प्रभावकारी हुनसक्छ। एकदम चाहिँ मैले चाहिँ मेजोरिटीलाई अलिकति किन भन्दा मैले पहिले पनि भने टिमवर्क विश्वास गर्ने, डिसिजन आफूले क्रिएट गर्ने र त्यो गरेपछि मासमा छोडिदिने र त्यसमा चाहिँ यदि ओके छ भने उहाँले इजिली एक्सेप्ट गरिहाल्नुहुन्छ, त्यो 100%मा गइहाल्यो। यदि अलिकति त्यसमा थोरै तलमाथि अथवा यस्तो भएदेखि भने सल्लाहहरू सुझाव माग्यो, मैले कहिलेकाहीँ यसो मिटिङमा राख्छु नि त, तपाईँको चाहिँ के छ यसमा मेरो प्रस्ताव यो छ होइन, यसमा मैले यो गर्न खोजिरहेको छु, यसमा केही तपाईँको चेन्ज छ भने यसो कि छैन भने हामी त्यही तरिकाले जाउँ भनेर मैले भनिरहेको हुन्छु नि त। भनेको अलिक त्यस्तै गर्दाखेरि यसो गर्दाखेरि सबै उहाँसँग मैले उहाँले सर उहाँ सबैसँग लाग्यो नि त। एकचोटि सरले यस्तो प्रस्ताव राख्नु भएको थियो, त्यसमा हामीले पनि स्वीकार गरेको भने कसैले पनि इन्कार गर्न पाउनु भएन। कहिलेकाहीँ मैले एकैचोटि छोडिदिएँ र त्यसलाई चाहिँ भोलि गएर पुरा हुन सकेन भने त सर त्यो कुरा त हाम्रो आउट अफ होइन हाम्रो ट्र्याक थियो अथवा हाम्रो लेभलभन्दा बाहिर थियो, यस्तो कुरालाई चाहिँ भन्ने खालको आउनु सक्छ नि त। त्यही भएर यदि उहाँले कसैको समस्या छ भने उहाँले टु द पोइन्टमा भन्नुहुन्छ नि त, सर मलाई यो समस्या छ, मेरो प्रब्लम छ, फेरि त्यसको चाहिँ भन्छ नि त्यसको समाधान गरिहाल्छ। इफ देयर इज अ प्रब्लम देयर आर हन्ड्रेड्स अफ सल्युसन्स। त्यही भएर चाहिँ प्रब्लम आफूले क्रिएट गर्यो अथवा समथिङ एउटा राखिदिन्छ अनि त्यसपछि सबैका चाहिँ एउटा हामीले के लिन्छ, हामीले
यो मान्छेको स्वभाव है सर, यो मैले उ गरेको, मान्छे समस्या आउने बित्तिकै आत्तिन्छ होइन, यो कसरी हुने होला के हुने होला भनेर समस्याबाट एकदमै ऊ हुने कि भयानक रूपमा लग्ने समस्यालाई। तर हामीले के बुझ्न जरुरी छ जस्तो लाग्छ भन्दाखेरि कुनै समस्या मात्रै आउँदैन कि, समस्या आयो भनेपछि समाधान पनि त्यो समस्या सँगसँगै आउँदो रहेछ। यसमा मैले के भन्छु भने कुनै पनि जो व्यक्ति समस्या देखेर समस्यादेखि टाढिन खोज्छ नि, भाग्न खोज्छ नि, त्यसले जिन्दगीमा कहिले पनि प्रोग्रेस गर्दैन। हेर्नुहोस् है, त्यो समस्यादेखि भाग्ने नै होइन। तपाईँले चाहिँ एउटा म आर्मीमा छँदाखेरि एउटा पिडिपी भन्छ, पर्सनल डेभलपमेन्ट प्रोग्राम, त्यो मैले कोर्स गर्ने एउटा शुभ अवसर प्राप्त भयो। र त्यति बेला म त्यहाँ जाँदाखेरि एउटा यस्तै खालको चाहिँ हुन्थ्यो होइन, कुराहरू हुन्थ्यो होइन, त्यस्तै खालको चाहिँ हामीलाई शिक्षा पनि दिइन्थ्यो। अनि त्यहाँ दिँदाखेरि एउटा सामान्य एउटा बाँदरको प्रब्लम होइन, जस्तै त्यहाँ पचमढी भारतको मध्य प्रदेश पचमढी भन्ने ठाउँमा छ, एसी ट्रेनिङ कलेज हो त्यो, कलेज एन्ड सेन्टर। अनि त्यहाँ बाँदरको धेरै समस्या कि है, बाँदरको धेरै समस्या। अनि त्यति बेला हाम्रो त्यो चिफ इन्स्ट्रक्टरले त्यति बेला के राखिदिनु, एउटा प्रब्लम राखिदिनु भयो। ओके, सो दिस इज अ प्रब्लम भनेर चाहिँ उहाँले एउटा बाँदरको समस्याको चाहिँ एउटा राखिदिनु भयो। नाउ जस्ट यु हेभ टु राइट फर एटलिस्ट 40 आन्सर्स भनेर लेख्नुभयो कि समाधानको लागि 40 अप्सन्स। र त्यति बेला बल्ल मलाई चाहिँ थाहा भयो कि एउटा बाँदरको एउटा समस्या भने त्यसमा हामीले 40वटा समस्या हामीले चाहिँ लेखेर दिनु पर्यो कि होइन। भने पछाडि कसैलाई चाहिँ त्यो कसैले भने रुख काट्ने, कसैले बाँदरको गोठालो बस्ने होइन, कसैले बन्दुक पड्काएर भागु गर्ने, कसैले चाहिँ त्यहाँ बाहिर राख्ने, कसैले कुकुर राख्ने, विभिन्न खालका भने नि त। अब भनिसके पछाडि आखिरमा त समस्या त एउटा थियो नि त, तर त्यहाँ हामीलाई के लेख्न लगाएको थियो भने 40वटा त्यसका समाधान लेख्न लगाएको थियो। र त्यति बेला मैले आइडिया थाहा लाग्यो कि हाम्रो जीवनमा चाहिँ समस्याहरू आउँदो रहेछन्, त्यो समस्यादेखि हामीले चाहिँ के गर्ने, आन्सरहरू त्यसको चाहिँ समाधानहरू लेख्ने, र हामी त्यसबाट एउटा बेस्ट आन्सर के हो, एउटा समाधान के गर्ने, हाम्रो आफ्नो जीवनमा अप्लाई गर्ने। त्यहाँबाट चाहिँ मैले त्यहाँबाट ज्ञान चाहिँ लिएको छु। अनि यो अहिले जति पनि सफल व्यक्तिहरू छन् नि, यो सफल व्यक्तिहरूले केही पनि फरक गरेका छैन होइन, उनीहरूले केही फरक एकदमै आकाश छुएको होइन, उनीहरूले गर्ने के भन्दाखेरि समस्याको समाधान। जो व्यक्तिले समस्याको समाधान गर्न जाने भन्ने बुक पढ्नु भएको छ, यो यु क्यान विन भनेको यो शिव खेरा है, शिव खेराले लेखेको चाहिँ इन्डियन राइटर होइन, उहाँले चाहिँ लेखेको त्यहाँ चाहिँ छ कि मतलब त्यो हिन्दीमा छ अनि 8 डिफ्रेन्ट ल्याङ्ग्वेजमा पनि लेखिएको छ कि, सायद नेपाली भाषामा लेखिएको छ होला त्यो बुक। मैले विशेष गरी त्यति बेला इङ्ग्लिसमा म पढेको थिएँ, यु क्यान विन भन्ने बुक छ कि, र त्यसमा त्यो बाहिर कोटेसनमा छ कि लिडर्स डु नट do the different things, but they do the things, sorry, not leaders, the winners. Winners do not do the different things, but they do the things differently. Yes. भने पछाडि तपाईले कुनै पनि एउटा विजेता बन्नको लागि त्यसले कुनै फरक काम गरेर हैन कि, त्यो कामलाई फरक ढंगले आफ्नो ढंगले गर्यो भने र म आफुलाई मैले त्यति बेला त्यो अलिकति आफूमा कहिलेकाहीँ समस्या पर्दाखेरि हैन, म त्यो एकदम यति मोटिभेसनल बुक छ हेर्नुस्, त्यो पढ्नु पक्कै पढ्छु सर। त्यो साँच्चै त्यसका 2-4 लाइन पढ्दैमा तपाईलाई अटोमेटिक तपाईलाई चाहिँ एकदम इन्स्पिरेसन मिल्छ कि त्यो खालको, र तपाईले त्यो सन्दर्भ ल्याउन र मैले त्यता अलिकति तपाईसँग जोडेको एकदम सर। अनि सर लगभग जीवनको 17 वर्ष भारतीय सेनामा तपाईले बिताउँदै गर्दा के लाग्यो सर तपाईलाई, यो कतिको सहज अथवा मान्छेहरूलाई कतिको असहज अथवा सहज अथवा कस्तो हुँदो रहेछ सर यो आर्मी, इन्डियन आर्मीमा त काम गर्दाखेरि? होइन, यो चाहिँ कस्तो भने एउटा आफ्नो इन्ट्रेस्टको विषय पनि हो होइन। सुरुमा चाहिँ मैले एकदम सहज रूपमै लिएँ, साथीहरू सबैले चाहिँ मोटिभेसन गर्नुभयो, जाउँ भनेर भन्नुभयो, गयो होइन। अनि गरेका चाहिँ अब ट्रेनिङ त फेरि पहिला के भन्ने गरेको थियो भने जब म उता बनारस है वाराणसीमा ट्रेनिङ गरेको, अनि तपाईँको चाहिँ बनारस सबभन्दा एकदम हार्ड हुन्छ भनेर भन्नुभयो। 42 हप्ता भनौँ 1 वर्षको समय लागि थियो, त्यसमा त एकदम गाह्रो हुन्छ भन्ने खालको भयो। तर चाहिँ मलाई पनि खासै त्यो महसुसै भएन तपाईँको त्यो ट्रेनिङ कसरी पुरा गरियो होइन। त्यसमा सबैको साथीहरूकोमा चाहिँ साथमा त्यो पाउँदाखेरि होइन, आफूले सबै राम्रो चाहिँ एउटा प्रयोग पनि गरियो। अनि त्यो लगभग 6-7 वर्षसम्म त मलाई त्यो केही खासै महसुसै भएन, एकदम आफूलाई पनि छुट्टै आनन्द आउने, साथीहरूसँग आउने जो पनि आउँदा त्यो लाग्ने भन्थे, त्यो भुक्कै परिन्थ्यो होइन।
अनि पछाडि लगभग 10-12 वर्ष त त्यत्तिकै चाहिँ बित्यो। त्यसमा चाहिँ मैले अब भनौँ न त्यहाँ पनि राम्रो राम्रो कोर्सहरू गर्ने मैले चाहिँ एउटा अवसर प्राप्त गरेँ। र जब म अलिकति मेरो चाहिँ एउटा थिङ्किङ के थियो भने इन्डियन आर्मीमा एज अ कमिसन अफिसरको लागि मैले ट्राई गरेँ होइन। त्यो गर्दै गर्दा म आफूलाई पनि एकदम कस्तो भने पक्कै पनि हुन्छु भनेर मैले चाहिँ त्यहाँ गरेँ। त्यो गर्दै गर्दा मैले हाम्रो एसएससी भनिन्छ क्या आर्मी क्याडेट कलेज, मैले त्यो 2002मा मैले चाहिँ एसएससी 90 पहिला सबभन्दा पहिला एसएससी 88 सुरु गरेँ। त्यो ब्याच दिँदै गर्दा मैले चाहिँ अल इन्डियामा 105 नम्बरमा नाम निकालेको थिएँ। अनि फेरि त्यस पछाडि जो टप 100 हुन्छ त्यसलाई फेरि अर्को किसिमको ट्रेनिङ दिने है, ट्रिट गर्ने। अनि त्यस पछाडि फेरि त्यहाँ फेरि सेकेन्डचोटि दिएँ मैले। त्यहाँ दिँदै गर्दा 39मा नाम निकालेको है। तर भनौँ न अब त्यहाँ त लगभग 30,000 भन्दा माथि हुन्छ होइन अल इन्डियामा तपाईँको एक त फेरि हरेक युनिटमा झन्डै लगभग 700 भन्दा माथि एउटा चाहिँ एउटा सङ्ख्या हुन्छ। त्यसबाट पनि सिलेक्सन गरेर चाहिँ गएको हुन्छ। र त्यसमा त्यस्ता त तपाईँको त भनौँ वर्ल्डकै त्यति ठुलो आर्मी होइन चाहिँ अब झन्डै 14 लाख भन्दा त्यस्तो गर्दै गर्दा त तपाईँ धेरै सङ्ख्या हुन्थ्यो नि त। र आफूलाई त्यो रिटर्न साइडमा मैले आफूलाई एकदम अब्बल मान्थेँ, मैले राम्रो चाहिँ निकाल्थेँ। तर चाहिँ म अलिकति के भयो भने तपाईँको इन्टरभ्यूमा अलिकति कता कता चाहिँ मेरो अब कहाँ मेरो कमजोरी थियो सायद होइन, त्यो हुन सकेन। अनि त्यस पछाडि जब मैले रिटर्नमा मेरो अत्याधिक राम्रो हुने तर चाहिँ इन्टरभ्यूमा गइसकेपछि त्यो क्वालिफाई नगर्न सकिने। जब 4-5 दिनको एउटा समय हुन्थ्यो त्यहाँ आफ्नो कहाँ कमजोरी छ के छ भन्ने कुरा आफूलाई थाहा हुन्थेन। अनि त्यस पछाडि त्यहाँ नभइसके पछाडि अब मैले पढ्नुपर्छ भनेर फेरि मैले अलिकति पढाइको साइडलाई चाहिँ मैले जोड गरेँ। भने पछाडि मैले चाहिँ त्यति बेला मैले हाम्रो इन्टरमिडिएट भन्थ्यो, पिसिएल भन्थ्यो है। मैले पोखरामा पिएन क्याम्पसबाट चाहिँ त्यहाँबाट चाहिँ इक्जाम दिएर गएको थिएँ। तर सेकेन्ड इयरको रिजल्ट आउट भइसकेको थिएन। अनि लगभग त्यहाँ 2-4 वर्ष मैले चाहिँ त्यही कमिसनकै पाटोमा चाहिँ म आफूलाई त्यो समय व्यतीत गरेँ। अनि त्यहाँ नभइसके पछाडि होइन अब मैले पढ्नुपर्छ भने त्यसपछि गर्दै गर्दा फेरि चाहिँ पहिला मैले कुमुद युनिभर्सिटी लगाएँ। अनि त्यहाँ पनि त्यति बेला पल्टन तपाईँको चाहिँ उत्तराखण्ड भन्छ अल्मोडा होइन, त्यहाँ थियो कुमुद युनिभर्सिटीमा, त्यहाँ लगाएँ। त्यति बेला फेरि पल्टन फेरि जेएनकेतिर गयो होइन, त्यहाँ दिन सकिनँ। अनि फेरि त्यहीँ चाहिँ मैले इग्नो आर्मी एजुकेसन प्रोजेक्ट भन्छ है, आइएबी थ्रु इग्नो आर्मी एजुकेसन प्रोजेक्ट, त्यो थ्रु चाहिँ मैले फेरि मैले ब्याचलरको लागि फेरि जोइन गरेँ। त्यहाँ पनि मैले चाहिँ सफल हुन सकिनँ। किन भन्दा मैले पल्टन एक ठाउँमा हुन्छ अनि फेरि गएर चाहिँ पल्टन मुभ हुन्छ, त्यति बेला इक्जामको लागि समस्या भयो कि त्यो दिनलाई मैले एउटा चाहिँ कन्टिन्यू चाहिँ दिनै सकिनँ मैले। अनि त्यस पछाडि भएन भने अनि जान चाहिँ फेरि मैले त्यति बेला हाम्रो म्याडम सिर्जना चिन्नुहुन्छ होइन, अनि सिर्जना म्याडम मास्टर डिग्री पढ्दै अनि मेरो विवाह भयो 2007मा भएको। अनि म्याडमले मास्टर डिग्री पढ्ने, त्यति बेला फेरि मैले ब्याचलर सुरु गरेँ आरआर क्याम्पस काठमाडौँबाट। 2007मा सरको बिहे भएको, 2007मा सरको बिहे हुँदा त म 7 वर्षको भएको हुन्छु होला। 2008मा भनेपछि म 2000 को मेरो इनरोलमेन्ट होइन। अनि फेरि 2007मा मेरो आफ्नो विवाह भयो। अनि 2008बाट फेरि मैले चाहिँ ब्याचलर त्यहाँबाट चाहिँ सुरु गरेँ होइन। अनि त्यहाँपछि 8, 9, 10 2008 to 11 त्यसपछि मैले ब्याचलर एज ए इङ्ग्लिस लिटरेचर अनि सोसियोलोजीबाट मैले आरआर क्याम्पसबाट ब्याचलर कम्प्लिट गरेँ। र त्यति बेला पनि अलिकति फेरि जोबाएर म मास्टर डिग्रीमा जोइन गरेँ। र त्यहाँ गर्दाखेरि फेरि पल्टन होइन एउटा तपाईँको चाहिँ नर्थ इस्टतिर गयो हेर्नुहोस् है, अरुणाचल भने सुन्नुभएको छ होला तपाईँले, नर्थ इस्ट आसामतिर गयो। र त्यति पछि त्यो पनि फिल्ड एरिया हो, त्यसले गर्दाखेरि फेरि पढाइ त्यसलाई चाहिँ मैले गर्न सकिनँ कि त्यसलाई कन्टिन्यू गर्न सकिनँ। अनि फेरि मैले एज अ सर म चाहिँ पोस्टिङ जान्छु भनेर फेरि मैले 3 वर्षको पोस्टिङ मागेँ हेर्नुहोस् बनारसमा। अनि बनारसमा आएँ। अनि आइसके पछाडि अनि त्यहाँ लगभग म एज अ इन्स्ट्रक्टर रूपमा काम गर्थेँ। एजुकेसनको मैले त्यो पहिले कोर्स गरिसकेका थिएँ। त्यहाँ एजुकेसनको कोर्स आर्मीमा पनि एउटा एजुकेसन छुट्टै एउटा फिल्ड हुन्छ, त्यो त्यहाँ कोर्स गरेको थिएँ। त्यो कोर्स गरिसके पछाडि मैले फेरि मलाई अर्को एउटा चाहिँ अझै थप जिम्मेवारी मलाई दियो। के भनेको तपाईँको एउटा त्यहाँ कमान्डेन्ट ब्रिगेडियर ऱ्याङ्कको हुन्छ अनि त्यसको एडिसी गर्नुपर्ने। र त्यति बेला कस्तो भने अलिकति मेरो एउटा उहाँसँग अलिकति भनौँ न म डिलिङ गर्नुपर्ने, एडिसीको ड्युटी कसले गर्न सक्छ भन्दाखेरि ग्राजुएट गर्न सक्छ भन्ने खालको चाहिँ कुरो त्यहाँ सबैले सिलेक्सन गर्नुभयो। र गरिसकेपछि
अलिकति मेरो लागि व्यक्तिगत रूपमा हेर्दा त मलाई फाइदा भयो। तर इङ्गेजमेन्ट धेरै हुन्थ्यो, त्यसले गर्दाखेरि तपाईँको चाहिँ अलिकति रेस्पोन्सिबिलिटी धेरै हुन्थ्यो। उहाँलाई चाहिँ टाइममा लानुपर्ने, ल्याउनु पर्ने, विभिन्न प्रोग्राममा लैजानु पर्ने होइन। त्यसले गर्दाखेरि पनि मलाई त्यहाँ कतिपय जिम्मेवारीको कुराहरू त्यहाँबाट नै सिकेँ। र मैले चाहिँ लगभग फेरि त्यहाँबाट 3 वर्ष गरेर पछाडि मैले अलिकति अब होइन मैले नोकरी गर्ने होइन भन्ने खालको चाहिँ एउटा मेन्टालिटी मेरो पनि। त्यसपछि म 17 वर्षमा त्यहाँबाट रिटायर भएर आएँ। अनि आइसके पछाडि अनि फेरि आफूलाई के लाग्यो मैले यसो हेरेँ, त्यहाँ हेर्दाखेरि एउटा चाहिँ आर्मीको ब्याकग्राउन्ड भनेको त अलिकति गाह्रै हो कि। तपाईँको चाहिँ अलिक सबै साथीहरूले पनि अहिले भन्नुहुन्छ मलाई, विकास हामी धेरैले कोसिस गऱ्यौँ होइन। अब कतिपय हाम्रो एरियामा हेर्नुहुन्छ भने धेरै एक्सर्भिसमेन धेरै हुनुहुन्छ होइन, लगभग तपाईँले पनि देख्नु भएको छ होला। तर चाहिँ अलिकति यो त्यो क्षेत्रमा गइसकेको मानिसलाई फेरि पढाइ भनेको एउटा बाटो हुन्छ हेर्नुहोस् होइन। अब एउटा त्यो भनेको आफ्नो जबको बाटो हुन्छ कि दुवैटालाई एउटा स्थिर रूपमा लान सक्ने अलिकति धेरै एउटा डिफिकल्ट बाटो हो कि। अहिले तपाईँलाई साँच्चै भन्दाखेरि कस्तो एउटा चाहिँ अनुभव हुनसक्छ भने त्यति बेला एउटा नोकिया 1100 मोडल आउँथ्यो कि। अब आर्मी त आफ्नोलाई चाहिँ तपाईँको आर्मी त 24 आवर्स जब हो नि त, त्यो होइन 24 आवर्स जब हो। तपाईँलाई पहिलो चाहिँ अलग्गै तपाईँलाई चाहिँ कसैले समय दिँदैन कि पढ भन्ने समय त तपाईँ कसैले पनि निकाल्दैन। त्यो समय भनेको आफूले निकाल्ने हो कि। पिटी पनि गर्नु पर्थ्यो, आफ्नो चाहिँ ड्युटी पनि गर्नु पर्थ्यो होइन। आफ्नो हरेक खालको पिटी परेडहरू पनि गर्नै पर्थ्यो आफ्नो चाहिँ होइन। आफ्नो कम्पिटिसन हुँदाखेरि कम्पिटिसनमा भाग लिनै पर्थ्यो। र यति हो, सबै साथीहरू चाहिँ रेस्ट गर्ने समयमा मेरो चाहिँ हातमा किताब हुन्थ्यो। र कहिलेकाहीँ म ड्युटीको रूपमा चाहिँ गएँ भने पनि मेरो जहिले पनि एउटा हामीले चाहिँ एउटा फिल्डमा छँदाखेरि हामीले आफ्नो पहुँच लगाउँथ्यौँ होइन। म्यागजिनहरू राख्ने एउटा पहुँच हुन्थ्यो, आफ्नो साथमा हतियार पनि हुन्थ्यो। त्यो साथमा मेरो एउटा किताब हुन्थ्यो कि। त्यो किताब ल्याइसके पछाडि अब दिउँसोको टाइममा त हामीले पढ्नु अलिअलि यसो सकिन्थ्यो। तर बाँकी रातिको समयमा त हरेक ठाउँमा पोस्टमा पनि लाइभ हुने सम्भावना थिएन। त्यही भएर मैले त्यो 1100 मोडलको त्यो आफ्नो त्यो मोबाइललाई मेरो मुखमा राखेर अथवा हातमा राखेर त्यो मैले भनौँ न 3 घन्टा 4 घन्टाको समय हुन्थ्यो। त्यो मैले मोबाइलको टर्चबाट राखेर पढाएको छु कि। त्यो मेरो लागि एकदम सङ्घर्ष हो। र अहिले साथीहरू अस्ति पनि भर्खरै पनि हाम्रो पल्टनको साथीहरू आउनुभयो, तर उहाँले भन्नुहुन्छ कि बल्ल त्यति बेला मेघराजले के गरेर रहेछ भनेर चाहिँ भन्यो। त्यति बेला उहाँले अहिले सम्झिनु भएको छ कि। र त्यो एकदम त्यो चाहिँ भनेको मलाई आर्मीको एउटा त्यो पिरियड आफूलाई एकदम सङ्घर्ष मलाई धेरै कुरा सिकायो एकदम है। मलाई धेरै कुरा मैले त्यहाँबाट सिक्ने मैले अनुभव पाएँ। अनि तपाईँको सिकाइबाट सर हजुर मलाई के लाग्छ भन्दाखेरि होइन, ज्ञान आर्जन गर्नको लागि कुनै मैले युनिभर्सिटी जानु पर्दैन, व्यक्तिहरूलाई स्टडी गर्न सक्यो मान्छे। तपाईँको स्ट्रगल छ, तपाईँको 17 वर्षको स्ट्रगल मैले तपाईँलाई 17 मिनट राम्रोसँग वाच गरेँ भनेपछि तपाईँले 17 वर्ष सिकेको कुराहरू म 17 मिनटमा तपाईँबाट लिन सक्छु होइन। अनि मैले एउटा कुरा के सिकेँ भन्दाखेरि होइन सर, मान्छेलाई के लाग्छ भन्दाखेरि अब फलानु चिज मैले एचिभ गरिसकेँ भनेपछि मेरो स्ट्रगल सिद्धिन्छ भन्ने एउटा मान्छेको कन्सेप्ट हुन्छ कि। मेरो पनि यही नै थियो सर कन्सेप्ट कुनै एउटा समय। तर जब मैले तपाईँलाई देखेँ, मैले के रियलाइज गरेँ भन्दाखेरि स्ट्रगल भन्ने चिज कस्तो छ भन्दाखेरि जुन दिन म सिद्धेर जान्छु त्यो दिन चाहिँ स्ट्रगल सिद्धेर जान्छ। जब म जन्मेको जुन दिन म जन्मेको थिएँ त्यो दिन म सास फेर्नको लागि, दुध खानको लागि स्ट्रगल गरिरहेको थिएँ। त्यसपछि हिँड्नको लागि स्ट्रगल गरेँ, हिँड्न जब जानिसकेँ तब दौड्नको लागि स्ट्रगल गरेँ। त्यसपछि करियर डेभलपमेन्ट, करियर सेट भयो, करियर सेट भइसकेपछि फ्यामिली सेट, यो सेट त्यो सेट गर्दा गर्दै मैले के बुझेँ भन्दाखेरि स्ट्रगल भन्ने चिज कहिले पनि सिद्धेर जाँदैन। चाहे म जुनसुकै चिज एचिभ गरौँ न, त्यो एचिभमेन्ट गर्नको लागि स्ट्रगल गरेँ, त्यो एचिभ गर्ने बित्तिकै फेरि मेरो अर्को स्ट्रगल सुरु भइहाल्छ कि। त्यही भएर हामीले स्ट्रगलबाट भाग्ने होइन, जीवन भनेकै स्ट्रगल हो। यो जीवनको पर्यायवाची शब्द हो स्ट्रगल भनेको। अब तपाईँबाट मैले हेर्दा म के सोध्छु कति बेला भन्दाखेरि 17 वर्ष होइन लाउरेको जिन्दगी बिताएर आइसक्नु भएको थियो, रिटायरमेन्ट पेन्सन मजाले होइन, 17 वर्षको त्यो लाउरेको कमाइ पनि त्यही लेभलको हुन्छ होइन। अनि त्यसपछि त्यही अनि रिटायरमेन्ट भएर पेन्सन खाएर तपाईँ त आनन्दको चिल जिन्दगी मजाले घरमा होइन, छतमा मजाले घाम तापेर होइन, रम खाँदै इन्डियन आर्मीको रम ल्याएर खाँदै बस्न बिताउन सक्नुहुन्थ्यो। त्यो पनि मौका पनि त तपाईँसँग थियो। तर तपाईँले त्यो नगरेर तपाईँले चाहिँ के गर्नु भन्दाखेरि पुनः स्ट्रगल, एउटा चिज त एचिभ भयो होला, त्यो भ्याइयो। त्यहाँबाट तपाईँले के गर्नुपर्ने सेवा गरेर आउनुभयो, केही कुराहरू लिएर आउनुभयो। अब तपाईँले रेस्टमा बस्नु भएन कि म अहिले गर्न सक्ने छु भनेपछि म किन रेस्टमा बस्ने, स्ट्रगल तपाईँले गरिराख्नुपर्छ भनेर अहिले पनि तपाईँ स्ट्रगल गरिरहेको देख्दा मलाई के लाग्छ भन्दाखेरि साँच्चै भन्ने भनेपछि स्ट्रगल त कहिले पनि नसिद्धिने रहेछ। त्यो चाहिँ यस्तो हो, हामीले जब फेरि हामी कहिले पनि हामीले आफूले के लिनु भएन भने
म सर्वेसर्वा मलाई सबै थोकले पुग्यो भने भन्नुहुन्छ नि तपाईँले प्रगति केही पनि हुँदैन। हेर्नुहोस् है तपाईँले केही चाहिँ केही न केही गर्नुपर्छ होइन। अब हुनसक्छ यदि मैले आर्मीमा भनौँ न 32 वर्षसम्म गरेको भए होइन आर्मी क्याप्टेन त्यो भइन्थ्यो होला सायद होइन, त्यो मेरो लागि सामान्य पनि थियो, मैले गर्नु सक्थेँ होला। तर चाहिँ मैले अब 17 वर्षमा मैले चाहिँ भनौँ न एउटा लगभग हाफै भनौँ न अनि त्यहाँ गइसकेपछि अब मैले यो चाहिँ यदि म प्रिम्याचुर आइसकेँ, अब आइसके पछाडि म यत्तिकै बस्नु हुँदैन, मैले केही न केही गर्नै पर्छ भन्ने तरिकाले चाहिँ म पेन्सन निस्केँ अब। र म पेन्सन निस्किँदाखेरि फेरि म शिक्षै क्षेत्रमा आउँछु भन्ने खालको त्यो मेरो मेन्टालिटी थिएन है। यति हो, मेरो आउँदाखेरि मेरो हातमा चाहिँ सर्टिफिकेट थियो, ब्याचलरको सर्टिफिकेट थियो होइन, अनि आर्मीका 2-4वटा कोर्स गरेका थिएँ अनि अलिकति मसँग स्किलहरू थियो र त्यही तरिकाले मेरो चाहिँ एक्ज्याक्टली तपाईँलाई चाहिँ ट्रुली भन्नुपर्दा म क्रुजमै इन्ट्रेस्टेड थिएँ। क्रुज तपाईँले क्रुज छ नि, क्रुज होइन सिपमा, त्यहाँ मेरो 2-4जना साथीहरू पनि हुनुहुन्थ्यो अनि उहाँले मलाई मोटिभेट के गर्नुभएको थियो भने ल चाहिँ ठिक छ त्यहाँ गइसकेपछि प्रायः जस्तो एउटा हाम्रो के मेन्टालिटी छ भने आर्मीमा ब्याकग्राउन्डमा गएको मान्छे अब एज अ सेक्युरिटी अफिसरको लागि अथवा एउटा सेक्युरिटी इन्चार्जको लागि होइन या त सेक्युरिटी गार्डकै लागि भए पनि त्यहाँ जाने प्रचलन छ कि। र सुरुमा चाहिँ म 2017मा पेन्सन निस्केँ अनि त्यसपछि लगभग 3-4 महिना त घरमै रेस्टै बसेँ होइन। अनि त्यही ड्युरेसनमा मैले चाहिँ आफ्नो पासपोर्ट पनि निकालेँ, सेन्जा गएर पासपोर्ट निकालेँ। अनि जब 4थो महिना कम्प्लिट भइसके पछाडि अनि म चाहिँ काठमाडौँ गएँ अनि त्यहाँ मलाई गाइड गर्नुभएको थियो एकजना सर हुनुहुन्थ्यो, बजराज कति भन्ने सर हुनुहुन्थ्यो अनि हाम्रो नामलाजु सर हुनुहुन्थ्यो, विभिन्न सरहरूले मलाई चाहिँ यसरी जानु भने मलाई चाहिँ मन लाग्यो। अनि त्यही तरिकाले त्यहाँ चाहिँ एउटा के थियो भन्दा काठमाडौँमा BGOS भन्छ, ब्रिटिस गोर्खा ओभरसिज कम्पनी, त्यसले चाहिँ अलि ओभरसिजहरूमा यसरी चाहिँ पठाउने एज अ सेक्युरिटी इन्चार्जको लागि गाडीको लागि रूपमा क्रुजमा पठाउने गर्दोरहेछ त्यो कम्पनीले। अनि म त्यहाँ गएँ अनि त्यहाँ गइसकेपछि मेरो आफ्नो जति पनि डकुमेन्टहरू होइन मेरो पासपोर्टहरू त्योहरू चाहिँ मैले जम्मा गरेँ। अनि त्यहाँ जम्मा गरिसके पछाडि मलाई त्यहाँबाट के भन्यो भने सर हामीले यो सालको भ्याकेन्सी हामीले अलरेडी 24 भ्याकेन्सी लिइसकेका छौँ अनि हजुर त वेट गर्नुपर्छ भनेको। अनि कतिको वेट गर्नुपर्छ भनेको एटलिस्ट तपाईँ 1 वर्ष अथवा 1.5 वर्ष जति वेट गर्नुपर्छ भने कि मैले मेरो लागि त्यो यता शिक्षातिर आउनु मेरो टर्निङ पोइन्टै त्यही हेर्नुहोस्, मैले त्यहाँ मान्छु कि। र जब 1.5 वर्ष यदि मैले वेट गर्नुपर्छ भने अनि यदि मेरो हातमा सर्टिफिकेटमा चाहिँ ब्याचलर डिग्रीको सर्टिफिकेट छ र मास्टर पढेँ भने बरु मैले 2 वर्ष चाहिँ मेहनत गरेँ भने मेरो मास्टर डिग्री नै हातमा आउँछ अनि साथमा मैले चाहिँ फेरि विदेशै जानु पर्दैन भन्ने खालको त्यो मेरो मेन्टालिटी आयो र त्यहीबाट सिधा म चाहिँ ट्युमा आएँ हेर्नुहोस् है। अनि ट्युमा आएँ र त्यो ट्युमा अब त्यसपछि यसो फर्मको बारेमा जो इङ्ग्लिस डिपार्टमेन्टमा गएँ अनि त्यसपछि गएको त्यो दिन लास्ट म्याथ रहेछ। अनि त्यस पछाडि फर्म लिएँ अनि फर्म लगाएँ अनि लगाइसके पछाडि त्यही एउटा बुक सेन्टरमा गएर किताब किनेँ एउटा इन्ट्रान्सको लागि। अनि त्यस पछाडि तपाईँको आफ्टर 1 विक तपाईँको इक्जाम भयो, इन्ट्रान्स इक्जाम भयो। अनि त्यस पछाडि इन्ट्रान्सको लागि अनि फेरि त्यति घरमा आएर फेरि गएँ अनि गइसकेपछि घर पनि सबैबाट सपोर्ट गर्नु हुन्छ, पढ्नुहोस् के भयो त हेरिदिनुहोस् न, के भयो त निक्लिन्छ, जति बेला आउँछ त्यति बेला तपाईँ इन्टरभ्यू दिनु होला अनि सिलेक्सन भएर जानु होला तपाईँ अनि तर भन्ने खालको त्यो आयो। र मैले चाहिँ त्यति बेला के भयो भने यता पढ्दै पनि राख्छु र यता विदेशमा भयो भने त्यो देशमा पनि जान्छु भन्ने मेरो मेन्टालिटी थियो सुरुको मेरो इन्टेन्सन। अनि त्यस पछाडि गएर फर्म लगाएर अनि इन्ट्रान्स दिँदाखेरि मेरो 7 नम्बरमा नाम निस्क्यो। अनि म आफूलाई एउटा चाहिँ के फिल गरेँ भने 7 नम्बरमा नाम निकालेछ, त्यो पनि आफ्टर 8 इयर्स ग्याप। किन भन्दा मैले 2011मा मैले ब्याचलर डिग्री सिद्धाएको थिएँ नि त। अब मास्टर डिग्री तपाईँको 2018मा इन्ट्रान्स इक्जाम दिएको छु भनेपछि झन्डै 7-8 वर्ष भ्याएको पनि इन्ट्रान्समा राम्रै चाहिँ मार्क्स ल्याएँ भनेपछि त म पढ्नु सक्दो रहेछु कि भन्ने कता कता मलाई आयो। अनि त्यस पछाडि मेरो इन्ट्रान्समा नाम निस्क्यो, 7 नम्बरमा नाम निस्केछ, के गरौँ भनेको त त्यसो भए चाहिँ फर्म लगाए हुन्छ भन्ने खालको त्यो पनि एउटा चाहिँ आयो। अनि त्यसो भए ठिक छ त नि भनेर फेरि मैले त्यहाँ फर्म लगाएँ एज अ आफ्नो चाहिँ एडमिसन लिएँ। अनि गएर चाहिँ म सेमेस्टर सिस्टम मेरो 5th ब्याच हाम्रो ट्युमा 5th सेमेस्टर ब्याच अनि त्यहाँ चाहिँ लगाएँ अनि एडमिसन भएँ। अनि सुरुका मलाई 2-4 दिन त मलाई असर जस्तो नि भयो हेर्छु, अब मेरो त्यति बेला 36 एज भइसकेको थियो अराउन्ड।
अनि अरू सबैलाई भिडियोलाई देख्छु सानसानो होइन होइन 20-22 वर्षका अनि कस्तो आफूलाई पनि एज पनि म्याटर हुँदो रहेछ कि अनि तर पनि हामीलाई चाहिँ आएन मैले मलाई तपाईँलाई त्यति गाह्रो भयो होला जस्तो लाग्दैन किन भन्दाखेरि अहिले तपाईँ लगभग कतिको एजमा हुनुहुन्छ म अराउन्ड 42 हुनुहुन्छ तर म त्यो मान्न हेरेर 42 हुनुहुन्छ तपाईँ भनेर मलाई विश्वास गर्न गाह्रो हुन्छ मलाई के लाग्छ भन्दाखेरि तपाईँ 24, 25, 28 म्याक्सिमम भयो चाहिँ 30 जस्तो फिल हुन्छ त्यही भएर तपाईँको त्यो पर्सनालिटीले चाहिँ त्यो भाइ बहिनीहरूको बिचमा एडजस्ट हुन पनि त्यति गाह्रो तपाईँले भएन होला जस्तो लाग्छ अनि त्यस पछाडि मैले चाहिँ जब फर्स्ट सेमेस्टर मैले त्यो एउटा मिड टर्म हाम्रो इक्जाम भएको थियो त्यो मिड टर्ममा मैले राम्रो चाहिँ मार्क्स ल्याउन सफल भएँ अनि त्यस पछाडि जब फर्स्ट सेमेस्टर दिएर रिजल्ट आयो नि र मैले चाहिँ एकदम राम्रो एउटा गेन गरेँ कि त्यति बेला हाइएस्टले 3.8 ल्याएको थियो र सेकेन्ड हाइएस्ट 3.76 मा थियो कि भनेपछि 3.76 आयो भने पछाडि एटलिस्ट मैले गर्न सक्दैछु भन्ने खालको आयो कि अनि फेरि त्यहाँ चाहिँ अलिकति मेरो चाहिँ मेहनत फेरि त्यसमा अलिक बढ्दै गयो लेख गर्दै गएँ किन त त्यो मैले त उहाँबाट सिकाएको थिएँ नि त मैले कसरी गर्ने भन्ने कुरा अनि फेरि सेकेन्ड सेमेस्टर पनि राम्रै भयो थर्ड सेमेस्टर पनि लगभग उहाँले चाहिँ फेरि त्यो एउटा बढ्दै गयो क्या उहाँले चाहिँ 3.9 ल्याउँदा अब सचिन कार्की हुनुहुन्थ्यो 3.88 मेरो आयो त्यो एउटा चाहिँ एउटा फ्लुएन्सी तपाईँको एउटा फर्स्ट सेमेस्टर सेकेन्ड सेमेस्टर बल्ल थर्ड सेमेस्टर पुग्दाखेरि बल्ल मलाई चाहिँ बिजिएसबाट फोन आयो कि लानुहोस् सर हजुरको इन्टरभ्यू दिन आउनुहोस् न लानुहोस् है अनि मैले चाहिँ के छ भने भयो अब चाहिँ मैले मेरो माइन्ड जति पढाइतिर गइसक्यो अब चाहिँ म चाहिँ आउनेवाला छैन भनिसकेको चाहिँ फेरि मैले त्यहाँ पढाइले फेरि त्यहाँ कन्टिन्युटी गरेँ अनि त्यसपछि फोर्थ सेमेस्टर दिएँ अनि त्यस पछाडि अब त्यो दिइसकेपछि त अब भनौँ न एउटा होइन त्यति बेलै फेरि ठ्याक्कै फोर्थ सेमेस्टर लगभग त्यो कोभिड सुरु भएको थियो र चाहिँ लगभग हाम्रो 6 महिना जति ब्याक भयो कि सर फोर्थ सेमेस्टर 6 महिना ब्याक भयो तर फेरि पछाडि गरिदियो अनि गर्दाखेरि चाहिँ एउटा राम्रै रिजल्ट भयो अनि अब त्यति बेला आफ्नै विद्यालय होइन आउँछ मेरो सर आइदिए हुन्थ्यो भन्ने खालको यसो मैले त्यो चाहिँ हाम्रो कमिटीबाट पनि त्यस्तै चाहिँ एउटा अपेक्षा होइन भयो अनि घर परिवारबाट पनि त्यस्तै खालको चाहिँ एउटा सुझाव आयो ठिकै छ नि त अब त्यसो भए ठिकै छ भनेर त्यो तरिका लागि अहिले 6 वर्ष भयो यो तपाईँले चाहेर तपाईँको प्लानिङ थिएन तपाईँको प्लानिङ थिएन तैपनि तपाईँ यहाँ आउनुभयो भन्नुको मतलब यो भगवान्को प्लानिङ हो त्यही भन्नु होइन साँच्चै भन्दाखेरि म आफैलाई पनि प्रिन्सिपल यहीँ हुन्छु म शिक्षामै आउँछु मैले मास्टर डिग्री गर्छु भनेर भनेको त होइन नि त तर चाहिँ त्यो एउटा कस्तो हुँदैछ भने एउटा अगाडि बढ्दै गए पछाडि कतिपय कुराहरूलाई चाहिँ थोरै टर्निङ हुँदो रहेछ तर एउटा कुरा के हो भन्नुहुन्छ भने मेरो बुवाले जहिले पनि भन्नुहुन्थ्यो कि हेर्नुहोस् है म भनौँ न त्यति बेला 2094 साल चाहिँ त्यति बेला फर्स्ट डिभिजनमा म क्लास फर्स्टै भयो कि होइन त्यति बेला भन्दाखेरि सबैले यो त पढ्नमा त राम्रो छ भनेर सबैले भन्ने खालको हुनुहुन्थ्यो होइन त्यही भएर चाहिँ जब फेरि अनलाइनै जब आर्मीतिर जाँदा गइसके पछाडि अनि म एउटा कुराले चाहिँ म आर्मी जोइन गरेँ आऊ कि या त तिमी जतिको पढेको मान्छेले सिधा कमिसन खान सजिलो हुन्छ सहज हुन्छ भनेर चाहिँ मलाई त्यसरी भनियो होइन त्यही तरिकाले म चाहिँ ल ठिक छ त नि भनेर मैले त्यसलाई चाहिँ अँगालेँ अनि दोस्रो कुरा मलाई बुवाले के भन्नुहुन्थ्यो भने या त बाबु तैँले कमिसन खाइ या त तैँले डिग्री पास गर मेरो बुवाको चाहिँ एउटा त्यति बेला कि सायद त्यो खालको चाहिँ भनिन्छ नि एउटा बाबाको सपना पुरा गर्ने भनिन्छ नि होइन र त्यति बेला बुवाले चाहिँ त्यो शब्द प्रयोग नगरेको भए अनि उहाँले बारम्बार म छुट्टी आउँदाखेरि बाबु तेरो पढाइ कहाँ पढाइस् तेरो पढाइ कहाँसम्म पुग्यो डिग्री तैँले पढ्न चाहिँ नसोच या त कमिसन खाइ या त तैँले डिग्री पास गर है तैँले डिग्री पास गरेछ भने तैँले त जिन्दगीमा कहीँ पनि जानु पर्दैन भन्ने खालको त्यो बुवाको मेरो प्रति जोड थियो कि त्यो गर्दाखेरि पनि मैले त्यो बाबाको सपना पुरा गर्न भए पनि मैले मास्टर डिग्री पास गर्नै पर्छ भन्ने खालको एउटा मेन्टालिटी थियो अब जब मास्टर डिग्री हातमा आइसकेपछि त के त्यतिकै बसेर त भएन त्यसलाई चाहिँ आफूले प्राप्त गरेकोलाई त्यसलाई आउटपुट पनि त दिनु पर्यो कसैलाई दिनु पर्यो होइन भनेर नै मैले फेरि त्यसपछि शिक्षा दिएर मैले यो कुरा सुन्दा मैले के फिल गरेँ भन्दाखेरि होइन भगवान् हर समय तपाईँसँग नहुन सक्छन् कि हर व्यक्तिसँग हर समय भगवान् आएर मार्गदर्शन नदिन सक्छन् त्यही भएर उनले चाहिँ बुवाको रूपमा चाहिँ तिमीसँग जहिले पनि आएर होइन मार्गदर्शन दिन्छन् जस्तो लाग्छ कि अन्त जुन व्यक्तिले चाहिँ आफ्नो बुवाले भनेको कुराहरू आफ्नो परिवारबाट आफ्नो बुवा आमाले भनेको कुराहरूलाई मार्ग बनाएर अगाडि बढ्छ नि त्यो पछाडि पर्दैन जस्तो लाग्छ जहिले पनि किन भन्दा यदि भनिन्छ नि अब त्यो शब्द त डाकिरहनु नभएर त्यो शब्द एउटा गरेको बाउ दुष्ट कहिले पनि हुँदैन अरे आफ्नो सन्तानप्रति होइन जहिले पनि
एउटा बाबाले के सोचेको हुन्छ भन्दा म यो लेभलमा पुगेँ भने मेरा छोराछोरी मभन्दा धेरै माथि पुग्छन् भन्ने एउटा चाहिँ के हुन्छ, एउटा चाहिँ हमेसा हरेक बाबुहरूको त्यो एउटा सपना हुन्छ कि मैले यति स्ट्रगल गरेर म यो स्थानमा आएँ भने मेरा बच्चाहरू त्योभन्दा माथि स्तरमा जाउन् भन्ने एउटा बाबुको एउटा चाहिँ सपना हुन्छ। अब त्यो पुरा गर्नको लागि होइन, अब बाबाले पनि त भनिन्छ नि कति जिम्मेवारी उहाँले चाहिँ गर्नुभएको छ, त्यो त म बुझ्छु नि त। मेरो बाबाले अझै पनि ल बुवा म चाहिँ पढ्न जान्छु भने सबभन्दा सायद खुसी हुनुहुन्छ होला मेरो बाबु हुनुहुन्छ होला। अझै अब कति दुःख गर्नुभएको छ देख्नु भएको छ अझै पनि ल बुवा चाहिँ म त पढ्न जान्छु है भनेर चाहिँ भन्ने भने बुवाले सोद्धा इजिली के बरु अरूले चाहिँ अब्जेक्सन आउनु सक्ला होइन, तर सबभन्दा पहिला भने बुवाले सबभन्दा खुसी मेरो बुवा हुन्छ कि ल म पढ्न जान्छु अगाडि भन्ने बित्तिकै उहाँ त्यति खुसी हुनुहुन्छ कि। मेरो रिसेन्ट एउटा घटना घटेको छ सर, यो लगत्तै अहिले बिचमा अलिकति डिमोटिभेट भयो होइन। डिमोटिभेट हुँदाखेरि चाहिँ अब के हो, मान्छे आत्तिन यो डिमोटिभेट हुँदाखेरि कस्तो यो जीवनमा कस्तो पनि क्षण आउँदो रहेछ सर भन्दाखेरि होइन, यो अनेक चिजहरूले जेले पनि हुनसक्छ होइन। विविध कारणले चाहिँ मान्छेले कस्तो सोच्दो रहेछ भन्दाखेरि अब यहाँभन्दा बढी मेरो हातमा केही छैन, मैले केही पनि गर्न सक्दैन, अब म हार खान खोज्छ कि मान्छे, हारै खान्छ, हरेसै खान्छ। त्यस्तो समय एउटा अस्ति मैले लगत्तै केही यो दिन अगाडिको बिचमा यस्तो मैले गरेँ होइन। त्यसो गर्दाखेरि मेरो फेरि मलाई रिकभर हुनमा हेल्प कसरी भयो भन्दाखेरि मलाई बुवाले फोन गर्नुभयो। म त अब त्यो समयमा कस्तो भन्दाखेरि कुरा पनि मलाई घरमा कसैसँग त्यो सेयर गर्न पनि मन लागेन होइन। मैले भन्न पनि भनेन एक्ज्याक्टली मलाई यस्तो भएको छ भनेर भन्न पनि भनेन, तर खै कसरी कहाँबाट फिल भयो होला त्यहाँबाट होइन। मलाई कन्टिन्यू फोन गर्नु हो, मैले फोन रिसिभ गरिरहेको छैन होइन। त्यसपछि दिदीलाई फोन गरेर मलाई फोन गर्न लगा तुरुन्त भनेर उताबाट यता यहाँ हाम्रो एकजना साथी हुनुहुन्छ उहाँलाई फोन गरेर घरबाट फोन गर्न लगाएको छु, तिमीलाई फोन गर भनेर मलाई जानकारी गराएर राति ल ठिक छ त्यो इमर्जेन्सी नै पऱ्यो कि भनेर मैले फोन गरेँ। मेरो कन्डिसन एकदम म डिमोटिभेटेड छु होइन, एकदम त्यो साइकोलोजिकल्ली विक गरिरहेको छु। त्यो समयमा ड्याडीले के भन्नुभयो मलाई भन्दाखेरि होइन, तसँग के भइरहेछ कसो भइरहेछ यो भयो त्यो भयो केही मतलब छैन, त के गर भन्दाखेरि त सिधा भोलि टिकट काट्न पैसा छैन भने म हालिदिन्छु, घर आइज जेरोबाट त कहाँ पुलिस के गरिस् अहिलेसम्म होइन, त्यो सब कुरा छोडिदिए होइन। तर त्यो कुराहरूले समस्या भइरहेको छ भनेपछि सबै कुराहरू छोडिदिए जेरोबाट त जेरोबाट स्टार्ट गर, तेरो पछाडि म छु होइन, त गर्न सक्छस् होइन, जे पनि गर्न सक्छस्, तेरो क्यापाबिलिटी मलाई थाहा छ होइन। मेरो त म तेरो बाबु हुँ, तँलाई अरू दुनियाँले जति चिनेको छ नि त्योभन्दा बढी मैले चिनेको छु तँलाई, त तेरो पछाडि म जहिले पनि छु, आइज घर जेरोबाट स्टार्ट गर होइन, तेरो पछाडि जहिले पनि म छु, त जे गर्न चाहन्छस् होइन म आफूलाई बेचेर भए पनि तेरा सपनाहरू पुरा गर्छु भनेर जुन एउटा शब्द प्रयोग गर्नुभयो। त्यति सुनिसक्यो भनेपछि सर होइन फेरि मलाई कुन समस्यामा थिएँ के थिएँ म बिर्सेँ सर। त्यो त बिर्सिन्छ नि, जब आफ्नो बाबा आफ्नो साथमा हुनुहुन्छ भने त्यो त अभियसली होइन, हामीले संसार जित्न सकिन्छ कि संसार। अनि यो सर अब किन भन्दाखेरि हामी शिक्षण पेसामा छौँ, तपाईँको 15-16 वर्षको उमेरका भाइ बहिनीहरू हामीसँग छन् धेरै। यो 15-16 वर्षको उमेरमा चाहिँ के हुन्छ सर भन्दाखेरि हामी परिवारलाई लाइटली लाग्छौँ, यो त्यति इम्पोर्टेन्ट हामी परिवारलाई जति इम्पोर्टेन्ट दिनु यतातिर हामी बढी इम्पोर्टेन्स दिन्छौँ होइन। तर मैले अहिले आएर मैले के बुझिरहेको छु भन्दाखेरि होइन, साथी सङ्गी हुनुपर्छ, त्यो बनाउनै पर्छ। जीवनको हरेक क्षणमा साथी काम लाग्छन् होइन, तर सबभन्दा पहिला हामीलाई काम लाग्यो भनेको हाम्रो परिवार हो। यदि मसँग मेरो परिवार छ भनेलाई मैले खुसी पारेँ भनेपछि मैले संसार जितेँ होइन। अब मान्छेहरू अहिले केमा अल्झाछन् भन्दाखेरि दुनियाँलाई खुसी बनाउनतिर लाग्छन् होइन। एउटा क्या मजाको सायरी मैले सुनेको थिएँ होइन, यो मैले कतैबाट सुनेको, त्योमा चाहिँ के भनिरहेछ भन्दाखेरि म संसार खुसी पार्न हिँडिरहेको छु, मेरै घर मसँग रिसाइरहेको छु। यो हामी यसरी जानु भयो भने सबभन्दा पहिला हामीले चाहिँ आफ्नो परिवारलाई खुसी पार्नु पऱ्यो। परिवार खुसी भयो भनेपछि त्यसपछि समाज खुसी हुने, समाज खुसी हुन्छ भनेपछि त्यसपछि राष्ट्र खुसी हुने, राष्ट्र खुसी भयो भने चाहिँ हामी अन्तर्राष्ट्रिय रूपमै हामी एकदम अगाडि बढ्ने हो। सुरुवात भनेको हामीले सुरुवाती चरणमा हामीले खुसी पार्ने भनेको हाम्रो परिवारलाई हो। मेरो बुवा मसँग खुसी हुनुहुन्छ, मेरो मम्मी मसँग खुसी हुन्छ, मेरो दिदी मबाट खुसी हुनुहुन्छ भनेपछि अरू मान्छेहरू अटोमेटिकली खुसी हुन्छ। त्यस्तो हुन्छ खुसी बाबुआमालाई खुसी बनाउनलाई सबभन्दा पहिला त आफूले एउटा जिम्मेवारी के हेर्नुहोस् है। म आफूलाई के भन्छु, म त सायद त्यो भएर नै होला घरको जेठो छोरा पनि भइयो अनि मैले पनि हेर्थेँ मेरो चाहिँ 2 भाइ 3टा बहिनीहरू होइन।
अब त्यो गर्दै गर्दा सबभन्दा ठुलो भनेको एउटा चाहिँ बाबालाई सहयोग भनेको त्यो चाहिँ जिम्मेवारी कि यदि बाबालाई चाहिँ अलिक केही तलमाथि भइहाल्यो भने त खास त एउटा चाहिँ छोरामाथि आउने हो नि त, जेठो छोरामाथि आउने हो भने पछाडि बुवामा तब खुसी हुनुहुन्छ जब तपाईँले त्यो कामलाई थापिदिनुहुन्छ कि हरेक समस्यामा तपाईँले चाहिँ त्यसमा चाहिँ म छु नि तपाईँलाई साथ दिने भनेर तपाईँले चाहिँ त्यसरी आउनुभयो भने स्वतः तपाईँको प्यारेन्ट तपाईँको खुसी हुनुहुन्छ। अब भनौँ फेरि यो धेरै आशा पनि हुँदैन बाबुआमाको छोराछोरीप्रति के त्यस्तो मलाई यसो गरिदिया भएले भन्ने आशा पनि हुँदैन। छोराछोरी आफ्नो राइट ट्र्याकमा जाने हो होइन, आफूले खुसी पार्ने हो। मैले आफूले खुसी पारेँ भनेपछि मेरो परिवार आफै खुसी हुन्छ। मैले केही गरिदिनु पर्दैन होइन, भोलिको दिनमा जिम्मेवारी आयो भनेपछि त्यो बेलामा वहन गरिएला होइन, त्यसको लागि प्रिपेयर पनि भइराख्नु पर्यो। तर घर परिवारमा के अरे सबै सपोर्ट गरिरहेको छु, सबै कुराहरू गरिरहेको छु, तर म आफूबाट सन्तुष्ट छैन, आफू खुसी छैन भनेपछि घर परिवार पनि खुसी नहुँदो रहेछ सर। सबभन्दा पहिला आफूले खुसी पार्न सिक्नु पर्दो रहेछ। त्यो आफू खुसी नभएपछि त अरूलाई कहाँ सकिन्छ, पहिला आफै खुसी हुनु पर्यो नि त। यदि म यो जबमा गर्दैछु भने त चाहिँ त्यो जबप्रति आफू सन्तुष्ट हुनु पर्यो कि। अब तपाईँले चाहिँ एउटा जबमा लाउनु भएको छ, त्यसपछि तपाईँले नाना थरीका तपाईँले टेन्सन लिनु भएको छ अनि तपाईँले चाहिँ फेरि दिन सक्नु भएन, त्यो मतलब भएन। मैले त चाहिँ के भन्छु भने यदि तपाईँले हरेक काम गर्नुहुन्छ त्यसमा 100% इफोर्ट लगाउनुहोस् कि। हेर्नुहोस् है, 100% एउटा तपाईँले इफोर्ट लगाउनुहोस्, त्यो पक्कै तपाईँले सक्सेस हुन्छ, तपाईँ ह्याप्पी पनि त्यहीँ हुनुहुन्छ कि। म आफूलाई लाग्छ कि म जहाँ बसेँ मैले त्यस्तै चाहिँ आफूलाई एउटा चाहिँ मैले त्यो 17 वर्ष त्यहाँ बस्दाखेरि पनि म आफूलाई कहिले दुःखी महसुस चाहिँ गरिनँ कि। किन भन्दा मैले त्यो चाहिँ गर्थेँ साथीहरूसँग, तिनै साथीहरू अस्ति तपाईँ आउँदै हुने साथीहरू हुनेसँग चाहिँ जान्थेँ अनि सबैको चाहिँ एउटा राम्रै भएर चाहिँ यहाँ थियो। अनि त्यहाँ बस्दाखेरि पनि अब चाहिँ मलाई यसबाट चाहिँ भएन यो भने त्यस्तो टेन्सन पनि मानेन। त्यसपछि आइयो होइन, आएर चाहिँ 3 वर्ष जति काठमाडौँमा बसियो होइन। त्यहाँ पनि लगभग अहिले त्यहाँको अहिले अझै पनि मसँग त्यही कन्ट्याक्टमा हुनुहुन्छ सरहरू, प्रोफेसर सरहरू हुनुहुन्छ होइन। सरहरू पनि त्यत्तिकै मसँग अझै पनि एउटा हेर्ने दृष्टिकोण फरक छ। अनि जति पनि साथीभाइहरू एउटा सर्कल छ नि त्यहाँबाट त्यो उसमा गइसकेको छ नि, अहिले पनि उहाँबाट हो मलाई त्यति बेला मेघदाई भनेर एकदम पुग्थेँ कि। तर त्यति बेला त्यस्तै खालको माया स्नेह मैले पाइरहेको थिएँ। अनि फेरि अहिले आएर चाहिँ अब भनौँ न 6 वर्ष भयो, यहाँ पनि आएर म चाहिँ मैले यहाँ त गलत गरेछु भने जस्तो खालको त्यो मलाई चाहिँ उ छैन कि। मलाई पनि सन्तुष्ट छु, मैले गरिरहेको छु, मैले आफ्नो बेस्ट दिने कोसिस गरिरहेको छु। त्यही तरिकाले मैले आफ्नो रिजल्ट पनि मैले त्यही अनुसारले चाहिँ प्राप्त गरिरहेको छु। त्यो भनेको मेरो आफ्नो एउटा टिचर सर्कल होइन, त्यसै गरी मलाई विद्यालय सम्पूर्ण परिवारहरू होइन, विद्यार्थीहरू, अभिभावकहरू, त्यसबाट सबैबाट साथ मिलेर हो नि त। त्यसको लागि यो सबैबाट समाजबाट होइन, सबै एउटा शुभचिन्तकहरूबाट त्यसैको साथबाट त अगाडि गएर अलि स्थानसम्म आउनु सक्नु भयो। एकदमै होइन, तपाईँको जीवन स्ट्रगलमा पनि बितेको छ, तपाईँले धेरै कुराहरू सिक्नु पनि भएको छ होइन। अनि अब यहाँबाट अलि अगाडि बढेर हामी अब जान्छौँ के त भन्दाखेरि जीवनमा स्ट्रगल मात्रै हुँदैन, स्ट्रगल त भइरहेको छ, त्यो सँगसँगै अनेक घटनाहरू पनि हामीसँग घट्छन्। अब मैले के सोध्न चाहेँ भन्दाखेरि एउटा तपाईँले बाल्य अवस्था बिताउनु भयो, किशोर अवस्था बिताउनु भयो, त्यसपछि युवा अवस्था बिताउनु भयो होइन, अहिले युवा अवस्थामै हुनुहुन्छ तपाईँ होइन, बुढेसकाल आउँदै छ, आइसकेका छैन अहिले होइन। यो किशोर अवस्थामा अथवा युवा अवस्थामा यो प्रेम गर्नुभयो कसैसँग? मेरो खासै त्यस्तो प्रेम भनेरै प्रेममै म गइनँ। अलिकति म चाहिँ अब पढ्न त क्याम्पस पढिहाल्नुहोस् है, यो कसरी मलाई कहिले फिल भएन कुनै व्यक्ति अथवा त्यो मान्छे हुनसक्छ अथवा आफ्नो सहकर्मीदेखि भएको होला होइन, त्यो मनमा एउटा त्यो तरङ्ग महसुस गर्नु भएन कुनै एउटा उमेरमा? अहिले चाहिँ कस्तो भयो, म त्यति बेला चाहिँ त्यो 10 क्लास पढ्ने बेलासम्म त जहिले पनि म चाहिँ केटी देखेर डराउने मान्छे है। तपाईँले अझै पनि साथीलाई सोध्नु सक्नुहुन्छ, साथी म चाहिँ केटीहरूसँग बोल्न पनि अब हिचकिचाउँथेँ होइन। अनि त्यस पछाडि +2 मा पढियो, +2 क्याम्पसमा चाहिँ गयो, पिएन क्याम्पसमा गयो। तर त्यो पिएन क्याम्पसमा गइसकेपछि त्यो माहौल छुट्टै थियो हेर्नुहोस् है। अनि त्यति बेला के चाहिँ पढ्नै पर्छ, पढ्न आएको भन्ने खालको मेन्टालिटी थियो। तर अचानक अहिले चाहिँ एकजना मेरो साथी हुनुहुन्छ होइन, उहाँ साथी चाहिँ प्रेममा पर्नु भयो हेर्नुहोस् है। अनि त्यो प्रेमबाट मैले उहाँबाट त शिक्षा त मैले पाएँ, तर आफूलाई चाहिँ इन्भल्भ चाहिँ गरिनँ। किन भन्दा मैले सुरुको मभन्दा पहिला चाहिँ उहाँ साथीमा प्रेममा पर्नुभयो र त्यो प्रेम लगभग चाहिँ उहाँको 1-1.5 वर्ष चल्यो, तर चाहिँ सक्सेस हुन पाएन कि। तर त्यहाँ त्यो हुँदाखेरि मैले पुरै त्यो एउटा हुन्छ प्रेमको माहौललाई मैले अवलोकन गर्न पाएको थिएँ कि। प्रेम भन्न त भयो, तर बिहे गरिसकेपछि श्रीमतीसँग प्रेम भयो।
मेरो त्यही मेरो त्यही भन्नु सक्दैन। अनि तपाईँको वाइफ हुनुहुन्छ होइन, तपाईँको वाइफलाई पनि मैले राम्रोसँग चिन्छु, हाम्रो एकदमै म्याडम रेस्पेक्टिभ हुनुहुन्छ होइन। जीवनसाथीको पनि आफूलाई सन्तुष्ट पार्न, आफूले खुसी महसुस गर्न जीवनसाथीको पनि भूमिका छ। मैले तपाईँले धेरै ठुलो कुरा हो नि त सर। एउटा राम्रो जीवनसाथी भयो भनेपछि त्यो जीवन यति खुसी हुन्छ क्या। तपाईँको विवाह गरेर विवाहको भनिन्छ नि मान्छेले त कतै विभिन्न हामीले यस्तो सोमा पनि देख्न सकिन्छ अनि त्यसमा चाहिँ विभिन्न खालको विवाह गर्नु भनेको त टेन्सन भन्छन् होइन मान्छेले कतितिर त्यस्तो रूपमा लिएको छ नि। तर मैले त विवाह कस्तो लिन्छु भने त त्यो त झन् सहारा हो। तपाईँलाई जीवनमा अगाडिबाट यदि तपाईँले तपाईँको साथमा सपोर्टिभ भइदिने भने त्यो जीवन कसरी बिच थाहै हुँदैन कि। अहिले झन्डै मेरो 18 वर्ष कम्प्लिट भइसक्यो मलाई त म्यारेजको। खोइ मलाई त अझै पनि हाम्रो त 2-4 हाम्रो चाहिँ अझ चाहिँ टिप बन्दैछ जस्तो मलाई अझ गहिरो हुँदैछ भने जस्तो लाग्छ। अनि यो मैले चाहिँ के फिल गरेँ भन्दाखेरि सर होइन, जीवनमा गरौँ भनेर चाहिँ नहुने रहेछ यो। म प्रेम गर्दै गर्दैन, कसैलाई म माया गर्दैन भनेर म बस्छु भने पनि यो युनिभर्सले चाहिँ त्यतातिर अट्र्याक्ट गराइहाल्दो रहेछ कि। अनि लगत्तै केही समय अगाडि चाहिँ म परेँ यसमा, मैले गरेको होइन, म आफै परेँ यसमा। अनि यहाँबाट मैले के ज्ञान पाएँ भन्दाखेरि सर होइन, के ज्ञान पाएँ भन्नु अब यहाँबाट ज्ञान भन्दा पनि मैले यहाँबाट पाठ चाहिँ पाएँ सर। पाठ मैले के पाएँ भन्दाखेरि यो कुनै व्यक्ति तिमीतिर उसको ध्यान छैन, उसले तिम्रो माया बुझिरहेको छैन भनेपछि ऊप्रति त्यति त्यो कबीर सिंह भएर होइन त्यसको पछाडि लागिपर्न पनि त्यस्तो आवश्यक नहुँदो रहेछ होइन। मैले चाहिँ जीवनमा यो एउटै व्यक्तिलाई अँगालेर एकहोरो माया गरेर बस्नु पनि त्यो एउटा मूर्खता अज्ञानता हो जस्तो लाग्छ मलाई होइन। किन भन्दाखेरि हामी कहिले के हुन्छ भन्दाखेरि होइन, आफूले माया गर्ने मान्छे, आफू जसलाई माया गर्छौँ नि होइन, त्यसलाई चेज गर्छौँ हामी, त्यसको पछाडि दौडिन्छौँ। तर आफूलाई माया गर्ने मान्छेहरू चाहिँ जुन छन् नि वरिपरि क्या, तिनीहरूलाई चाहिँ हामी छोडेर चाहिँ जो मान्छे चाहिँ आफूलाई माया गरिरहेको छैन त्यतातिर हामी बढी आकर्षित भएर चाहिँ हामी अझ बढी दुःखी भइरहेको छौँ। अनि मैले के रियलाइज गरेँ भन्दाखेरि कुनै त्यो स्वतन्त्रताको कुरा पनि हो नि त, प्रेममा स्वतन्त्रता हुनुपर्छ होइन। यदि उसलाई मसँग भन्नु छैन भनेपछि म किन जबरजस्ती गर्ने। प्रेम त मैले गरेँ हौँ, उसले गर्यो गरेर मलाई थाहा भएन, त्यो त मैले गरेँ हौँ। उसले ऊ मसँग समय बिताउन चाहँदैन भनेपछि मैले मेरो तर्फबाट कुनै जबरजस्ती गर्न आवश्यक पनि छैन। तर ऊ मलाई प्रेम गरिरहेको छैन भन्नुको मतलब यो होइन कि अब मैले पनि प्रेम गर्न अब म छोड्छु भन्ने होइन। त्यो प्रेम सायद कहिले सकिँदा पनि सकिन्छ होला। प्रेम भन्ने कुरा तपाईँले चाहिँ गर्छु भनेर गरिने पनि होइन, त्यो आफै हुँदो रहेछ, त्यो अटोमेटिक आफै हुने हो कि। यदि तपाईँसँग चाहिँ भनौँ न अब त्यो प्रेम छ भने त्यो अटोमेटिक तपाईँको त्यो कसरी जान्छ त्यो थाहै हुँदैन, तपाईँलाई थाहै हुँदैन। अनि मैले एउटा अब किन भन्दाखेरि तपाईँ मेरो मार्गदर्शक पनि हुनुहुन्छ होइन, मैले के एउटा एडभाइस दिन चाहेँ भन्दाखेरि होइन, कुनै मान्छेलाई चाहिँ एकदमै म आफ्नो इमोसन्सहरू कन्ट्रोलै गर्न सकिरहेको छैन, मेरो इमोसन्सहरू बगि नै रहेको छ होइन। मिल्छ सर। हेलो भयो कहाँ फेरि खोला ए अनि त्यो बुझाउने कहाँ हो? त्यो मिल्छ भने अब मैले किन भन्दाखेरि सर मेरो मार्गदर्शकको रूपमा पनि राख्छु मैले तपाईँलाई होइन। धेरै कुराहरूमा मलाई गाइड गर्नुभएको छ तपाईँले, कहिलेकाहीँ म आत्तिँदा मात्तिँदा होइन मलाई धेरै कुराहरूमा तपाईँले सहयोग पनि गर्नुभएको छ यी कुराहरूबाट बाहिर निस्किन होइन। एउटा गार्जियनको रूपमा तपाईँले चाहिँ मेरो जीवनमा भूमिका खेल्नुभएको छ। मैले अहिले एउटा के एडभाइस माग्न चाहेँ तपाईँबाट, के कुरा जान्न चाहेँ भन्दाखेरि कुनै मान्छेप्रति के भइरहेको छ भन्दाखेरि एकहोरो त्यो मबाट चाहिँ कन्टिन्यू मेरो दिमागमा त्यो मान्छे खेलिरहेको छ। म त्यहाँबाट बाहिर निस्किन खोजिरहेको छु तर निस्किनै सकिरहेको छैन। मैले चाहिँ के गर्नु पर्यो अब त्यो कुराबाट बाहिर निस्किन? त्योभन्दा पहिला त्यो उसमा अफेयरमा हुनुहुन्थ्यो र त्यसैबाट बाहिर निस्किन खोजिरहेको छ। त्यहाँबाट अब हाम्रो सम्बन्ध छैन अहिले, हजुर बोलचाल छैन, ओके कुराकानी पनि छैन, हजुर। तर दिमागमा चाहिँ जति बेला पनि उनी छ। त्यसको लागि तपाईँ हिस्ट्री भन्नै पर्छ।
यदि तपाईँलाई त्यो इग्नोर तपाईँ उहाँप्रति इग्नोर भइसकेको छैन, यदि तपाईँले उहाँबाट इग्नोर भइसक्नु भएको छ तपाईँले नै इग्नोर गर्न सिक्नुपर्छ कि है। आफूले किनभने टिट फर ट्याट जानुपर्छ कि अब तपाईँलाई चाहिँ होइन त्यो इग्नोर भइसक्यो, अब तपाईँले जति नै गर्छु भने तपाईँले गर्नु भएन, इट मिन्स अझै तपाईँप्रति हुनुहुन्छ कि भनेपछि उसले इग्नोर गर्छ भने तपाईँले पनि इग्नोर गरेको हुनुपर्छ कि। अब तपाईँले चाहिँ के सिक्नु पऱ्यो भने यदि म त्योबाट चाहिँ भन्छु त्योभन्दा लाइभ गरेर देखाइदिनु पऱ्यो कि अब तपाईँले के गर्नु पऱ्यो भने सायद तपाईँलाई त्यो इग्नोर गर्नको कारण के होला भन्दा मेरो लागि फिट भएन भनेर अभियसली त्यो चाहिँ भएर मलाई उ गर्नु भयो होइन। अब तपाईँले के गर्नु पऱ्यो भने त्यो त्यो अहिले तपाईँको जुन लेभलको छ नि त्योभन्दा कैयौँ गुणा बेटर कि, ताकि भोलि तपाईँ कुनै दिन त्यो हेर्नुहोस् है यो पृथ्वी गोलोस् कहीँ न कहीँ टक्राव आउँछ हेर्नुहोस् होइन, कहीँ न कहीँ आउँछ कि। तर तपाईँलाई त्यति बेला चाहिँ उ गर्दाखेरि उसलाई एउटा रिग्रेट फिल होस् कि है। यो कारणले गर्दाखेरि मैले चाहिँ गरेको थिइनँ। आज यो क्वेसनमा सायद म त्यति बेला नगरेको भए भनेर त्यो डिसिजन नलिदिएको भए भन्ने खालको त्यो आफ्नो सोच बनाउनु पऱ्यो। आफूलाई चाहिँ एउटा होइन आफ्नो त्यो हुन्छ नि हार्टलाई चाहिँ अब कन्ट्रोल गर्नु पऱ्यो होइन। त्यस पछाडि बाँकी आउने दिनहरूमा आफ्ना चाहिँ मैले के चिज चाहिँ गर्दाखेरि अझ म अगाडि बढ्छु भनेर त्यो तरिका तपाईँ जानु पऱ्यो। टोटली मैले भन्छु त्यसलाई चाहिँ त्यस्तो छ भने तपाईँले इग्नोर गर्दै राम्रो हुन्छ। अब त्यसै पछि जानु भने फेरि के यो यसो गर्न सकिँदैन र मैले केही यस्ता चिजहरू गरेर फेरि पुनः हाम्रो सम्बन्ध पुरानो रूपमा ल्याउन त्यो पनि मिल्छ। त्यो पनि के गर्न सकिएला त्यो पनि त्यसको लागि तपाईँले आफूलाई चाहिँ आफ्नो त्यो पर्सनालिटीलाई चाहिँ अगाडि बढाउनु पऱ्यो नि त, राम्रो बनाउनु पऱ्यो नि त। तपाईँका हुनसक्छ तपाईँको कुन कारणले गर्दाखेरि तपाईँको कुन कमी कमजोरीले गर्दाखेरि तपाईँलाई इग्नोर तपाईँलाई चाहिँ भइरहेको छ त्यो तपाईँको होइन। म उसलाई दोष दिनै चाहदिनँ, ऊ टाढा भएको भनेको मेरै कारणले हो है। मेरो गल्ती पनि रियलाइज गरेँ, मैले यो गल्ती गरेँ भन्ने मेरो गल्ती पनि छ होइन। तर कति बेला के सोध्छु भन्दाखेरि मैले त्यो एउटा गल्ती गरेको थिएँ भनेपछि यदि ऊ साँच्चै मलाई माया गर्थ्यो भनेपछि उसले क्षमा पनि त गर्न सक्नु। त्यो चाहिँ हुनुपर्छ है। माया गर्ने मान्छेले साँच्चै एकदम छ भने उसले क्षमा गर्न पनि जानेको हुन्छ कि। अनि मेरो लागि अहिले पनि ऊ मसँग कुरा गरोस् नगरोस्, ऊ मलाई इग्नोर गरोस् होइन, चाहे उसले मलाई जेसुकै गरोस् होइन, मेरो लागि अझ पनि जुन स्थान हिजो मेरो मनमा उसको लागि थियो नि आज पनि त्यही स्थान छ होइन। जुन प्रेम हिजो थियो नि उसले मलाई आज इग्नोर गरे पनि त्यो प्रेम घटाएकै छैन अहिलेसम्म, त्यो अझ त्यही स्थिर रूपमा पनि छैन, त्यो बढिरहेको छ। समस्या के भइरहेको छ भन्दाखेरि प्रेम बढिरहेको छ तर प्रेमै सँगै छैन। यस्तो त्यसले त तपाईँलाई वान साइडेड जस्तो गयो होइन। अब तपाईँ उप्रति धेरै चाहिँ ऊ बनिदिनु भयो होइन, तपाईँ चाहिँ धेरै चाहिँ एम्बिसियस जस्तो चाहिँ त्यो भइदिनु भयो। म त चाहिँ अब यति हुँदा तपाईँ चाहिँ टोटली इग्नोरै छ भने अब हामी त्यति धेरै प्रेममा त्यति धेरै मरिहत्ते पनि गर्ने होइन हेर्नुहोस् है। तपाईँ त्यो कस्तो हुन्छ भने भोलि तपाईँ त्यसैको लागि घरको पात्र पनि बन्न सक्नुहुन्छ कि है। सो म त त्यो भन्छु जहाँ एउटा भोलि विवाह पश्चात श्रीमान श्रीमती भइसकेपछि तपाईँले इज्जत पनि पाएको हुनुपर्छ कि। श्रीमतीले दिनुपर्ने इज्जत पनि एउटा श्रीमानले पाएको हुनुपर्छ र श्रीमानले आफ्नो श्रीमतीलाई इज्जत दिनुपर्छ कि। अब तपाईँलाई एकचोटि गरिसकेपछि अब तपाईँलाई फेरि तपाईँ मरिहत्ते गरेर त्यसैको पछाडि भाग्नुहुन्छ भने अनि भोलि गएर त यस्तो स्थिति आउन सक्छ कि तपाईँ हरेक कुराहरूमा कि हुन त मैले त उसको अन्डरमा बस्नु भन्न खोजेको त होइन, तर पनि कस्तो हुन्छ नि धेरै जति धेरै हामीले चाहिँ गऱ्यो भने उहाँले त्यति धेरै चाहिँ अझै तपाईँलाई चाहिँ एउटा गर्ने बाटो नआउन सक्छ कि। तसर्थ मैले त भन्छु यदि इग्नोर तपाईँ हुनुभएको छ भने या त चाहिँ उसित त्यो क्षमता छ, तपाईँसँग क्षमा दिन सक्ने क्षमता छ, तपाईँले त्यो आफ्नो भएका कमजोरीहरूलाई हटाएर उहाँले एक्सेप्ट गर्नुहुन्छ भने द्याट्स फाइन है, त्यो राम्रो कुरा हो। तर तपाईँले चाहिँ आफूलाई तपाईँका गल्तीहरू तपाईँले सुधारिसक्नुभयो तर अझै उहाँसम्म एउटा क्षमा गर्ने चाहिँ एउटा भनौँ न त्यो चाहिँ शक्ति भनौँ अथवा समथिङ उहाँसँग त्यो एउटा छैन भने एउटा क्षमा गर्ने एउटा चाहिँ शक्ति भनौँ होइन, त्यस्तो खालको छैन भने त त्यसको चाहिँ त्यो अर्थै रहँदैन सर। त्योभन्दा राम्रो कुरो नयाँ करियर चाहिँ सुरु गर्दा राम्रो हुन्छ। जिन्दगीमा चाहिँ कसैको लागि होला त्यो राम्रो कुरा हो। हामी यो सब कस्तो मलाई भन्छ नि यो लाइला मजनुन रोमियो जुलियट